नमस्ते, म खिम प्रकाश डीसी। वसन्त ऋतुको आगमनमा जसरी एउटा छुट्टै खालको उमङ्ग छाउँछ, त्यसरी नै नयाँ वर्ष आउँदाखेरि हामीहरूमा पनि एउटा नयाँ खालको उमङ्ग, एउटा उत्साह, एउटा जोस, एउटा जाँगर जसरी विगतका वर्षहरूमा भएका ती नराम्रा कामहरूलाई बिर्सिएर आगामी दिनहरूमा पनि एउटा राम्रो कामको सुरुवात गर्नुपर्छ, थालनी गर्नुपर्छ भन्ने एउटा जोसका साथ अथवा त्यो जोस पाउनको लागि हामीलाई नयाँ वर्ष एकदमै आवश्यक हुन्छ। आज हामी विशेष गरी त्यही दिनमा अथवा त्यही दिनको कुराकानी गर्ने अवसरमा छौँ। नामैमा संवाद, खास गरी संवादले विभिन्न कुराका विभिन्न बेला संवाद गरिरहेकै हुन्छ। त्यसै क्रममा आज नयाँ वर्ष 2082 सालको हामी संवाद गर्दैछौँ। संवाद फाउन्डेसन काठमाडौँ शाखाले आयोजना गरेको नयाँ वर्ष 2082 सालको शुभकामना आदान प्रदान साथै सांस्कृतिक कार्यक्रममा छौँ हामी। यहाँ संवाद फाउन्डेसन काठमाडौँ शाखाको आयोजना र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र वैदी मिडिया प्रालीले सहकार्य गरेको छ। जसरी नेपाल एउटा सानो देश भए तापनि नेपालको राष्ट्रिय गानाको पहिलो अंशमै सयौँ थुङ्गा फुल्का हामी भन्ने जसरी एउटा शब्द दिएको छ, नेपालमा विभिन्न जात जातिका अथवा विभिन्न ठाउँमा विभिन्न धर्म मान्ने मान्छेहरू छन्। त्यसै गरी नयाँ वर्षलाई पनि ठाउँ फरक अथवा जात फरक भएपछि नयाँ वर्षलाई मनाउने तरिका पनि अवश्य फरक हुन्छ। त्यसै विषयमा रहेर संवाद फाउन्डेसनले त्यही कुराहरूलाई ध्यानमा राखेर आज संवाद गर्दैछ। संवाद गर्ने क्रममा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीलाई अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। हामी यसै गरी ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य प्रदीप साक्षीजीलाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। यसै गरी संस्कृति तथा हिमानी अनलाइनको कार्यकारी सम्पादक कञ्चना झालाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी सञ्चारकर्मी स्नेहा झालाई पनि सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी संवाद फाउन्डेसनका अध्यक्ष कुमार भास्कर सरलाई पनि सिट आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसपछिको सेसन संवाद विभिन्न कुराहरूमा जसरी विभिन्न जात जाति अथवा विभिन्न ठाउँमा नयाँ वर्षलाई कसरी मनाइन्छ अथवा त्यो ठाउँको अथवा त्यो जातले नयाँ वर्ष मनाउँदै गर्दा त्यो ठाउँको महत्त्व अथवा त्यो नयाँ वर्ष मनाउँदै गर्दा त्यो नयाँ वर्ष मनाउने तरिकाको महत्त्व आफ्ना आफ्नै हुन्छन्। यस विषयमा रहेर हामी कुरा गर्ने नै छौँ। यसभन्दा अगाडि यहाँहरू सबै उपस्थित सबैलाई चाहिँ मेरो तर्फबाट अथवा संवाद फाउन्डेसनको तर्फबाट नयाँ वर्ष 2082 सालको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूका आगामी दिनहरूमा अझै ऊर्जा थपियोस्, अझै सोचेका कुराहरू सफल हुँदै जाउन्। यहाँहरूको जोस, सकारात्मक काम गर्ने जोस र जाँगर सदैव रहोस्। यहाँहरूको परिवारको सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। साथै यस कार्यक्रममा उपस्थित सबैलाई स्वागत पनि गर्न चाहन्छु। यसपछिको सेसनमा संवाद कार्यक्रमलाई अगाडि बढाउनको निम्ति सञ्चारकर्मी स्नेहा झालाई माइक हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद खेमडीसीजी। र यहाँ रहनुभएका सम्पूर्ण दर्शकहरू साथसाथै विभिन्न प्लेटफर्म मार्फत हामीलाई अहिले हेरिरहनुभएका तपाईँ सम्पूर्ण दर्शकहरूलाई स्नेहा झाको नमस्कार र मेरो तर्फबाट पनि नववर्षको शुभकामना। साथसाथै उपस्थित सम्पूर्णजनाको परिचय हाम्रो घोषकज्यूले गराइ नै सक्नुभएको छ। म त्यसमा विस्तृतमा गइनँ, एकैचोटि समग्रमा तपाईँहरू चारैजनालाई आजको यो मञ्चमा स्वागत गर्न चाहे। र फेरि पनि दर्शकहरूलाई पनि भनौँ, जति पनि हाम्रो आज वक्ताहरू हुनुहुन्छ उहाँहरूको विस्तृत परिचयमा गएन, हाम्रो घोषकज्यूले गराइसक्नु भएको छ र हाम्रो यो कुराकानी जसरी अगाडि बढ्दै जानेछ उहाँहरूका बारेमा थप हामीले थाहा पाउने नै छौँ। र अब नयाँ वर्षको हामी
नयाँ वर्षको कार्यक्रममा छौँ। नयाँ वर्षसँग जोडिएका विभिन्न प्रसङ्गहरूमाथि हामीले चर्चा गर्नुपर्नेछ। घोषकज्यूले भने जस्तै नेपाल विविधताले भरिएको देश हो, भौगोलिक हिसाबले, जातीय हिसाबले, धार्मिक हिसाबले, सांस्कृतिक भाषिक हिसाबले र हरेक समुदायको हरेक भूगोलको आफ्नै चालचलनहरू छन्, रीतिरिवाजहरू छन्। आज जति सकिन्छ यी फरक फरक चालचलनहरूका बारेमा नयाँ वर्षलाई नै केन्द्रमा राखेर कुराकानी गर्नेछौँ। अलिकति विशेष चर्चा हाम्रो मिथिला क्षेत्रको बारेमा पनि हुनेछ। कहिलेकाहीँ यो अतिथिज्यूहरूलाई पनि भने आफू जुन भूगोलसँग जुन समुदायसँग जोडिएको हुन्छ अलिकति यो पक्षपात चाहिँ आउँदो रहेछ। भाषिक हिसाबले पनि त्यो आउन सक्ला, भाषिक हिसाबले पनि बिचबिचमा मैथिली आउन सक्ला। त्यसको लागि चाहिँ अन्य भाषिक जो हुनुहुन्छ भाषा बोल्नेहरू उहाँहरूसँग क्षमा चाहन्छु र अब कुराकानी अगाडि बढौँ। हामीसँग हुनुहुन्छ ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवज्यू, तपाईँबाट सुरु गर्न चाहेँ देवेन्द्र सर। नयाँ वर्ष भर्खर हाम्रो सुरु भएको छ 2082 होइन, आफैमा एउटा विशिष्ट पहिचान हो हामी नेपालीको। तपाईँ यसलाई कसरी हेर्नुहुन्छ, त्यहीबाट कुरा सुरु गरौँ न। यो पहिचान नयाँ वर्ष विक्रम सम्वतलाई कसरी हेर्नुहुन्छ? धन्यवाद, नमस्कार। नयाँ वर्ष 2082 सालको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। विशेष गरी हरेक नयाँ चिजले नयाँ उमङ्ग लिएर आउँछ। हामीले यो नयाँ वर्षलाई पनि त्यही एउटा उमङ्ग, एउटा हौसला, एउटा उत्प्रेरणा, ऊर्जाको रूपमा लिएर अगाडि बढ्नुपर्छ। विशेष गरी हामी सबै पुस्ताका, सबै जेनेरेसनका व्यक्तित्वहरूले यसलाई चाहिँ यो देशलाई एउटा सकारात्मक ढङ्गले अगाडि बढाउने, समृद्धिको दिशामा अगाडि लानको निम्ति हामीले सकारात्मक अथवा एउटा ऊर्जामय ढङ्गले यसलाई अगाडि लानुपर्छ र यो वर्ष नयाँ वर्षले त्यो उत्प्रेरणा पनि प्रदान गर्छ भन्ने लाग्दछ। साथै सांस्कृतिक हिसाबले जुन विश्वमै हाम्रो एउटा युनिक आइडेन्टिटी छ नि त होइन, विक्रम सम्वत वा धार्मिक रूपले हेर्ने हो भने जुन हाम्रो वैदिक सनातन परम्परा रहेको छ त्यस परम्परामा आधारित रहेर सम्भवतः हामी विश्वको एकमात्र राष्ट्र होला जसले वैशाख गतेलाई नयाँ वर्ष मान्दछ। यो पहिचानलाई हामीले अन्तर्राष्ट्रियकरण, ग्लोबलाइजेसन गर्नु यसमा यो सामान्य रूपले लिनुपर्ने कुरा हो वा गर्व गर्नुपर्ने कुरा हो जस्तो लाग्छ? जस्तो मलाई के लाग्छ भने यो आफैमा अन्तर्राष्ट्रिय हो, हामी त अन्तर्राष्ट्रिय हो नि त। हाम्रो लागि पो अरू होला, तर अरूले हेर्दा, अरू देशको हेर्दा हामी अन्तर्राष्ट्रिय हो। अब यो अन्तर्राष्ट्रियकरण अब हाम्रोबाट त भइरहेको छ। अब नपुगेका कुराहरू छन् भने पनि त्यसलाई अब हामीले अझ विशिष्टीकरण गरेर यसलाई अगाडि लानुपर्छ। विशेष गरी अब नेपाल, अघि नै यहाँले भन्नुभयो, नेपाल बहुभाषी, बहुजाति, बहुसांस्कृतिक, भूगोलको विविधता पनि छ होइन। सबै किसिमले एउटा विविध आयाम बोकेको अथवा विविध क्षेत्र रहेको अथवा विविध संस्कृति रहेको यो मुलुकको यसै पनि अब हेर्दाखेरि एकदम विविधता र एउटाले अर्कोको फेरि एउटा हार्मोनी भनौँ न, एउटा सहिष्णुता, अनि फेरि एकाअर्का बिचको चाहिँ एकदम समन्वयसहित संस्कृतितिर मिलेर त्यो मनाउने जुन परम्परा छ, यो हाम्रो लागि त फेरि गौरवको विषय हो र अरूको लागि आकर्षणको विषय पनि हो। हजुर, धन्यवाद। र अब हामीले नेपालको कुरा गर्दा अघि भने जस्तै सांस्कृतिक हिसाबले यति धेरै विविधता छ, धार्मिक रूपले हरेक हिसाबले, तर पनि कहिलेकाहीँ एकदमै यो आफ्नो जुन यो थलोसँग, आफ्नो रुटसँग, आफ्नो इतिहाससँग जोडिएको समुदायको कुरा गर्दाखेरि नेपालमा एकदम धेरै चर्चामा आउने दुईवटा समुदाय हुन्छ। एउटा भनेको नेवारी संस्कृति, नेवारी समुदाय, र अर्को मैथिल समुदाय, मिथिलाको कुरा आउँछ, जहाँबाट यहाँ म पनि जोडिन्छु र अन्य दुईजना वक्ता पनि हुनुहुन्छ। म चाहिँ अब ठ्याक्क हाम्रो नेवारी संस्कृतितर्फ जान चाहेँ। ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्यज्यू हुनुहुन्छ प्रदीप साकेज्यू। नयाँ वर्षको कुरा गरिरहँदा एउटा त हामीले राष्ट्रिय रूपमा वैशाख गतेलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छौँ, तर यति धेरै विविधता छ, सांस्कृतिक विविधता छ हाम्रो देशमा र हरेक समुदायमा, हरेक भूगोलमा फेरि नयाँ वर्षको पनि आफ्नो छुट्टै समयमा आफ्नो मौलिक नयाँ वर्ष मनाउने परम्परा पनि रहिआएको छ। सँगसँगै वैशाख गते त हामीले सामूहिक रूपले सेलिब्रेट गर्छौँ नै। काठमाडौँको यहाँको रैथाने नेवार समुदायको एकजना व्यक्तित्व हुनुहुन्छ तपाईँ होइन। वैशाख गतेले जबकि हामीलाई थाहा छ किनकि नेपाल सम्वत भनेर हामीले छुट्टै एउटा गर्वका साथ पनि मनाउँछौँ, यो अवस्थामा वैशाख गते वा वैशाखको सेरोफेरोलाई नेवारी समुदायले कसरी हेर्छ, कसरी मनाउँछ सर? धन्यवाद। सर्वप्रथम त विक्रम सम्वत 2082 यो नयाँ वर्षमा सबैलाई म चाहिँ मेरो तर्फबाट सबैलाई शुभकामना दिन चाहन्छु। हुन त सबै जनजातिका आफ्नै नयाँ वर्षहरू, आफ्नै क्यालेन्डरहरू छ, तैपनि अब नेपालमा अहिले हाम्रो सबैको युनिटीले एउटा
यो जुन विक्रम सम्वतलाई चाहिँ नि अब अपनाएको छ राष्ट्रिय हाम्रो सम्वतको रूपमा। त्यो हिसाबले कस्तो भन्दाखेरि नेवारको आफ्नो नेपाल सम्वत भनेर चाहिँ तिहारमा मनाउने भए तापनि यसलाई पनि त्यतिकै महत्त्वपूर्ण रूपमा चाहिँ मनाउने गरिन्छ नेवारी समुदायले। नेवारी समुदाय भन्दाखेरि काठमाडौँमा विशेष गरी काठमाडौँमा बस्ने नेवार समुदायले कस्तो भन्दाखेरि विशेष गरी अहिले सुरु गर्दाखेरि यो नयाँ वर्षमा चाहिँ नि नेवार समुदायहरूले चाहिँ नि यो त्यसमा अलिकति म ब्याकग्राउन्डमा जोडौँ है। सबैको यो कल्चर चाहिँ नि मलाई जहाँसम्म लाग्छ हाम्रो नेपालमा भएका धेरै जनजातिहरूको कल्चर चाहिँ नि एग्रिकल्चरसँग जोडिएको छ। त्यसै गरी नेवार विशेष गरी काठमाडौँ भ्याली पनि एग्रिकल्चर बेस नै हो। त्यसैले चाहिँ नि अनि वैशाख 1 गते हामी तपाईँहरूलाई पनि थाहा होला सबै डाँडातिर हामी पहाडको टुप्पोमा घुम्न जान्छौँ वैशाखको 1 गते है। कोही फुलचोकीमा नागार्जुनमा अनि पछि यो के अरे चन्द्रगिरीमा काठमाडौँ उपत्यकालाई घेरेर राखेको पहाड अनि पछि बागडुवार भनेर चाहिँ यतापट्टि हाम्रो शिवपुरीमा त्यो चाहिँ नि चलन कस्तो भन्दाखेरि नेपालमा एग्रिकल्चर बेस्ड भएकोले वाटरको रिसोर्सेसहरू काठमाडौँ भ्यालीको लागि वाटर रिसोर्स कहाँ भन्दाखेरि ड्रेनेज भएर आउने भनेको पहाडबाट हो। अनि काठमाडौँलाई घेरेको चारैवटा डाँडाहरू पहाडमा गएर चाहिँ त्यो वाटर रिसोर्सेसहरू ठिकसँग अहिले त्यो संरक्षण भएको छ कि छैन भनेर चेक गर्नको लागि वैशाख 1 गते घुम्न जाने गरिन्छ है। त्यसपछि अनि सिरियली फेरि अनि अरू चाडपर्वहरू आउँछन् जसले चाहिँ त्यही वाटर रिसोर्सको सिस्टमलाई चेक गर्ने गरिन्छ। त्यो चाहिँ फेरि बिस्तारै बनाउला मेन्टेनेन्स गर्ने केही बिग्रेको छ भने वर्षभरि त्यो पनि छ वर्षभरिलाई चाहिँ यो समुदाय स्तरबाट सामूहिक रूपले नै जाने चलन भएको छ। अब तपाईले धेरैजनालाई थाहा होला भन्नुभएको थियो तर एकदम इमानदारीपूर्वक भन्ने हो भने सर म लामो समय भयो म काठमाडौँमै बसेको म यहीँ हुर्केको यहीँ पढेको मलाई अहिलेसम्म थाहा थिएन। मेरो लागि यो एउटा नयाँ जानकारी रह्यो र अलिकति दुःख पनि लाग्यो यहीँ बसेर यहीँ हुर्केर यति ठुलो इन्फर्मेसन मलाई थिएन भनेपछि धेरैजनासँग थिएन होला र हामीले साँच्चै एकदमै नयाँ कुरा एउटा नयाँ जानकारी थाहा पायौँ। र पक्कै पनि तपाईँले भन्नुभयो जस्तो हाम्रो जुनसुकै चाडपर्व होस् जुनसुकै समुदायमा मनाइने पर्व होस् कतै न कतै हाम्रो जीवनशैली कृषि परम्परासँगै आधारित रहेको छ र यो कृषि परम्परा र जीवनशैलीसँगै जोडिएर अब प्रश्न यता हाम्रो संस्कृतिकर्मी सञ्चारकर्मी कञ्चना झातिर लिएर आउन चाहे र सँगसँगै हाम्रा दर्शकहरू जो हुनुहुन्छ विशेष गरेर मैथिली भाषा बाहेकका दर्शकहरू उहाँहरूलाई पनि जानकारी गरौँ। हाम्रा अतिथिज्यूहरूलाई वक्ताहरूलाई त मैले अघि नै भनिसकेको थिएँ हाम्रो कार्यक्रम दुई भाषी पनि हुनसक्छ। हाम्रो कार्यक्रममा नेपाली सँगसँगै मैथिली भाषाको पनि प्रयोग हुनसक्छ र त्यसको मैथिली भाषाको प्रयोगले पक्कै पनि केही गाह्रो नहोला त्यसलाई चाहिँ नेपालीमा त्यसका मुख्य बुदाहरू त्यसको मर्मलाई नेपालीमा राख्ने काम हामी गरि नै हाल्ने छौँ। र मैले सँगसँगै कञ्चनाजीले तपाईँले जुन भाषामा सहज हुन्छ तपाईँले त्यो प्रयोग गर्दा हुन्छ पनि भन्न चाहे। मिथिलामा नववर्ष वैशाख 1 गते नै मान्छौँ हामी त होइन। मिथिलामा नववर्ष मनाउने परम्परा शैली कस्तो रहिआएको छ? सबसे पहले अहाँ सब गोटे के बहुत बहुत शुभकामना दै छी नववर्ष के। अहाँ सबके सब गोटे के ई साल बहुत बढ़िया हुआ। मिथिला में नववर्ष के एकरा की कहिए जे ग्रामीण भाषा में अगर कहबे तो अपन सबके एकरा जुड़ शीतल कही के अपना सब मनाबै छियै ना कि नया साल कही के मनबै छियै। अपना सब जुड़ शीतल कहै छियै जुड़ावे वाला ककरो आशीर्वाद दे के लेल जे छै ओ जुड़ावे के अपना सब में चलन छै। आ चलनो जुड़ावे के केना छै चूँकि बैसाख छै गर्मी के आबि रहल छै बहुत ज़्यादा गर्मी भऽ रहल छै अपना सब में बैसाख से शुरू भऽ जाइ छै गर्मी प्रचंड गर्मी तऽ प्रचंड गर्मी तराई क्षेत्र में जतऽ कि अपना सब आबै छी ओतऽसँ तऽ प्रचंड गर्मी में शीतलता कथी से भेटतै तऽ पानि से भेटतै। तऽ सबसे पहले एक रात पहले ही जे छै से बैसाख 1 गते के रात में हम सब जनरली जुड़ शीतल जे छै से बसिया पावन सेहो अपना सब कहै छियै एकरा। मिथिलांचल में बसिया पाबनि कहि कऽ जुड़ शीतल बसिया पाबनि कहि कऽ जे छै मनबै छियै। ओहि दिन राति में अपना सब पानि राखै छियै भगवान लग में पानि रखलहुँ घैल में रखलहुँ ताकि कियाकि अपना सबके बेसी मात्रा में पानि चाही। घर के तऽ जे सदस्य छथिन हुनका तऽ आशीर्वाद दे के छै नहि ओ जुड़ावे के जे छै से खास कऽ माथ पर देल जाइ छै ओ शीतल पानि ठंडा पानि देलक भोर में उठ कऽ आ ओहि संगे संगे मतलब मानव तऽ मानव अपन छोट तऽ जते छै हुनका तऽ देले जाइ छनि संगे संगे जतेक भी पेड़ पौधा होइ छै जते भी गाछ गाछी वृक्षी पशु पक्षी सबके जुड़ायल जाइ छै सब शीतल होइ एकटा चलन अपन सब जे छै
हमरा जे बुझाइए ई सबसे अहम भाग छै अपन सबके जुड़ शीतल के। खेनाइ पिनाइ तऽ जे छै से चाहिए, लेकिन सबसे बड़का आशीर्वाद के रूप में जे छै जुड़ शीतल या एकरा बसिया पाबनि कहियो, कियाकि एक रात पहिले हे जे छै से पानि राखल जाइ छै आ खास कऽ माटि के बर्तन में राखल जाइ छै। एहि दुआरे जे माटि के बर्तन में कहल जाइ छै, जेकरा अपना सब मैथिली में घैल कहै छियै। जी एहिमे अब खानपान के सेहो बात अपने के लिए, तो ओहि चीज सब पर हम फेरो आब तो अखन एते बुझलिए जे अपना सब जुड़ शीतल कहै छी, जे बैसाख गते वा नव वर्ष के मिथिला में जुड़ शीतल कहल जाइ छै। दोसर वक्ता छथिन संवाद फाउंडेशन के अध्यक्ष छथिन, संस्कृति कर्मी छथिन कुमार भास्कर जी। प्रश्न म नेपालीमै राख्छु, नेपालीमै मेरो प्रश्न हुनेछ, तपाईँको इच्छा तपाईँले जवाफ कसरी दिनुहुनेछ। मलाई प्रदीप सरलाई पनि भन्ने मन थियो सर, तपाईँको इच्छा तपाईँ नेपाल भाषामा जवाफ दिनुहोस्, तर कमजोरी मेरो के रह्यो भने नेपाल भाषा म बुझ्दिनँ, त्यसैले भास्करजीलाई चाहिँ यो छुट दिन सकिन्छ, उहाँको भाषा म बुझ्छु, एउटै मातृभाषा भएको भएर। अब हामीले जुड़ शीतलका बारेमा केही जानकारी त पायौँ, कञ्चनाजीले भन्नुभयो, अब त्यसलाई पक्कै पनि तपाईँले अझ त्यसमा अझ थप्नु पर्दाखेरि, किनकि तपाईँ एउटा यस्तो व्यक्तित्व, अब यो पनि प्रस्ट्याइहालौँ होइन, अब तपाईँ चाहिँ यस्तो व्यक्तित्व जसले हाम्रो जुन ग्रामीण कुराहरू रहेको छ त्यसभित्रको मर्मलाई तपाईँले निकै नजिकबाट बुझ्नु भएको छ। उहाँले जोडाउने कुरा एउटा गर्नुभयो होइन, जुडाइन्छ भनेर। यो जुडाइन्छलाई तपाईँले अझ कसरी एक्सप्लेन गर्नुहुन्छ, के हो यो जुडाइन्छ भनेको? धन्यवाद पहिले प्रश्नको लागि। दुईटा कुरा छ, हाम्रो जुड़ शीतल भनेर भनिन्छ। जुड़ शीतल भनेको जुडाउने भनेर जुन शब्द मैथिली शब्द जुड्ने र जुडाउने, मतलब आशले जुन उसको प्रगति होस्, उसको उन्नति होस् भनेर जुन जुडाउने गरिन्छ, र त्यसपछि शीतल भनेको शीतलता प्रदान गर्ने कुरा भइ नै हाल्यो। त त्यो दुईटैलाई जोडेर जुड़ शीतल मनाइन्छ। अब पहिलो कुरा गर्नुपर्दा जुड़ शीतल भन्ने अर्थै लिँदाखेरि के हुन्छ भने श्रेष्ठले आफूलाई आशीर्वाद दिन्छ भनेर, तिम्रो राम्रो होस्, प्रगति होस्, होइन सौभाग्य होस् भनेर जस्तो आशीर्वाद दिन्छ भने, त्यो बेला जुन यो हाम्रो मौसम छ, गर्मी भर्खर भर्खर वसन्त ऋतुको आगमनसँगै जुन हावाहुरी सहितको गर्मी हुन्छ, त्यो बेलामा नर्मली आशीर्वाद नदिएर पानी सहितको जुन जल भनेको हरेक चिजलाई सिञ्चन गर्छ र शीतलता दिन्छ, त्यसले तपाईँले शीतलता दियोस्, त्यो तिम्रो प्रगतिमा यो सहायकता र जुन तातिएर मातिएर होइन शीतल र शान्त र सौम्य भएर तिम्रो प्रगति होस् भन्ने जुन हिसाबले उनीहरूले आशीर्वाद दिन्छ, त त्यो कारणले चाहिँ जुडाउने कुरा भन्छ। र त्यसलाई के छ भने जल भनेको प्रकृतिको जुन मुख्य जुन जसमा हामी प्रकृतिसँगै हामी सारा जीव सारा प्राणीको लागि चाहिने सबैभन्दा आधारभूत तत्त्व हो, एक आधारभूत तत्त्व। र सरले जसरी भन्नु, हामी जस्तै कृषिको हिसाबले, कृषिमा बेसी आश्रित हिसाबले हामी यहाँको देशवासी भनौँ या मिथिलाञ्चल हिसाबले पनि भन्दाखेरि के हुन्छ भने माटोसँग र प्रकृतिसँग उत्तिकै जुडेको व्यक्तित्व छौँ। त त्यो माटोसँग जुडेको छ भने त्यो जलको कुरा जुन छ, जल नै जीवन हो, जल नै प्रकृति, र जे चिजले हामीलाई सिञ्चन गरिरहेछ, पानी बिना हामी सायद अन्न बिना कति दिन बाँच्न सक्छ, पानी बिना झन् कम हुँदो रहेछ भनेर भनाइ छ भने, त्यो पानीलाई पनि हामी त्यो बेला चाहिँ पूजन पनि गर्छौँ। त त्यो जुन हामी छठमा पानीमा बसेर जसरी गर्छौँ, अर्घ दिन्छौँ, हाम्रो रैब हुन्छ, त्यसमा पनि जुन उठाउने र स्टार्टिङ र क्लोजिङ पनि हामी पानीमै जलमै गरेर गर्छौँ भने जल त्यतिकै पवित्र छ। सो त्यो जल दिएर सबभन्दा पवित्र के त जल। त त्यो अब जललाई फेरि सबै तलदेखि लिएर माथिसम्म सबै वर्गलाई सजिलो हुन्छ, सहज हुन्छ भनेर, किनकि हाम्रो पूजापाठमा पनि के हुन्छ भने केही द्रव्य समर्पयामीमा छैन भने जल लिनुहोस् र भनिदिनुहोस् फलाना चिज यति समर्पयामी भनेर भगवानले पनि उसलाई स्वीकार गर्नुहुन्छ भने जस्तो हुन्छ। सो त्यसैले जुड़ शीतललाई आशीर्वाद दिने बेलामा जल सहितको तिम्रो शीतलता रहोस् भनेर जल सहितको जुड़ शीतल मनाइने गरिन्छ। तपाईँले ठ्याक्क अर्को एउटा यसमा सानो प्रश्न राखिहालेँ। तपाईँ नेपालको कुरा गर्ने हो भने घुमिराख्नुहुन्छ, धेरै ठाउँ धेरै संस्कृतिहरू देख्नु पनि भएको छ, बुझ्नु पनि भएको छ। अघि तपाईँले आशीर्वाद त दिने तर जलसहित दिने भन्नुभयो कि यो जलसहित आशीर्वाद दिने जुन चलन छ नि, यो कति विशिष्ट लाग्छ? अन्त कतै देख्नु भएको वा यो चाहिँ एउटा छुट्टै खालको परम्परा जस्तो कति विशिष्ट छ? अब हुन त सबैलाई भन्छ के अरे घरमा पनि माई फादर इज बेस्ट फादर इन द वर्ल्ड, माई मदर इज द बेस्ट मदर इन द वर्ल्ड त भन्ने भनाइ नै छ। हरेकको लागि आफ्नो अनुपम हुन्छ। मलाई पनि संस्कृति पनि उत्तिकै अनुपम लाग्छ। तर अझ सांस्कृतिक हिसाबले नै भन्नुपर्दा के मैले अनुभव गरेँ, एनालाइज गरेँ हाम्रो संस्कृति हिसाबले के भने तपाईँको जुन जुड़ शीतल अनुभव किन छ भने त्यो बेला हामी आफूलाई आफन्तलाई मात्रै नगरेर जसलाई जो पनि हामीभन्दा कनिष्ठ सबलाई आशीर्वाद दिने गर्छन्।
आशीर्वाद कुनै स्पेसल ओकेजन पछि बल्ल दिने प्रक्रियागत हुन्छ त्यो बेला दिन्छ। अझ यो हाम्रो नववर्ष हुन्छ, नववर्षको दोस्रो दिनको हिसाबले जुन जुडशीतल मनाइन्छ प्राय वैशाख 2 गते। हजुर 2 गते प्राय होइन नियमित 2 गते गर्ने गर्छौँ हामीले। त त्यसलाई जसरी हामीले त्यो बेला पनि उमङ्ग उत्सवको दिन छ, नव जोस र नयाँ सोचको दिन छ भने त्यो बेला किन न हामी आशीर्वाद दिउँ भने सबैलाई आशीर्वाद सहितको हुन्छ भने त्यसरी पानी सहितको हुन्छ। र दोस्रो जुडशीतल भनेको कुनै व्यक्तिलाई हाम्रो आफन्तलाई मात्रै नगरेर हामीले प्रकृति पूजनमा जसरी बिलिभ गर्छौँ भने हामी रुख वृक्षलाई पनि त्यो कोड दिने अनि त्यहाँ अलिकति अब पानी हालिदिँदा ताकि उसको जरालाई पनि शीतलता होस्, हामी पानी पनि छिटा राख्छौँ त्यसलाई कि उसको हाँगाबिङ्गालाई पनि के अरे फाइदा होस् र सहुलियत होस्। त्यो किनकि त्यसलाई आज हामीले सहुलियत दिएको चिजले अर्को दिन त्यही शीतलताले फेरि हामीलाई फल पनि दिने गर्छन्, एकअर्काको सम्पूरक भएर प्रकृति त्यो लेभलको हामी सम्पूरक छौँ। त त्यो हामीले प्रकृतिलाई पनि अझ हाम्रो के छ भने बासीवाला कुरा भन्यो, बसिया पानीवाला कुरा। त हाम्रो के छ भने पहिलो दिन अनुपमता के छ यो पर्वको भने पहिलो दिन सत्तु जुन हुन्छ नि चनाको, त्यो दिन अन्न नखाएर सत्तु खाने चलन छ। त्यसले के हुन्छ पेटमा जति गरिष्ठ हुन्छ, समस्या हुन्छ, ग्यास्ट्रिक रहन्छ, त्यो सबै कुरा क्लिन रहोस्, क्लियर होस् दिनभरिको लागि। अनि त्यसको भोलिपल्ट तरुवा बगरुवा जुन छ परिकारमा त हामी यतिकै विशिष्ट छौँ। त त्यो परिकार सहितको तरुवा बगरुवा सहितको कडी बढी स्पेसल सोइजनहरूको जुन पकाउने गरिन्छ आजको लागि पकाएर एक साँझ पकाइसकेपछि आज हामी चुलोलाई पनि उतिकै एकपल्टलाई विश्राम दिउँ, एक छाकलाई विश्राम दिउँ भनेर हामीले त्यो दिन पकाएपछि लिपेर पहिलो अन्न चुलोलाई समर्पण गरेर पूजा गरेर यसपालि के अरे यो अर्को नेक्स्ट हाम्रो छाकको लागि तपाईँलाई पनि के अरे हामी विश्राम दियौँ भनेर पूजै गर्ने चलन। यति धेरै कुराहरू छन् चर्चा गर्नलाई। अघि कञ्चनाजीले पनि भने जस्तै होइन हामी मानिसलाई मात्र नभएर हरेक कुरामा त्यो शीतल जल छर्केर आशीर्वाद दिन्छौँ। खानपानको कुरा उठिहाल्यो, तर फेरि म तपाईँलाई पनि त्यही भन्छु, खानपानको कुरामा पनि म नेक्स्ट राउन्डमा आउँछु किनकि त्यो यति धेरै विशिष्ट कुराहरू छन् होइन कुरा गर्नलाई। अहिले चाहिँ म यता देवेन्द्र सरकोमा आएँ। हाम्रो प्रदीप सरले पनि भन्नुभयो, भास्करजीले प्रकृतिको कुरा उठाउनु भयो, प्रदीप सरले कृषिसँग जोडिएर जुनसुकै समुदायमा रहे पनि हाम्रो हरेक चाडपर्व कम्तीमा कृषि वा प्रकृतिसँगै जोडिएका केही न केही महत्त्व त्यसरी रहिरहेका छन् भन्ने भयो। अब हामीले मिथिला बेस्ट भएर जुडशीतलको कुरा गरिरहँदाखेरि त्यो एउटा पाटो भयो, तर राष्ट्रिय स्तरमा जब हामी वैशाख 1 गतेलाई नयाँ वर्ष भन्छौँ, यसलाई चाहिँ तपाईँले हाम्रो यो वैदिक क्यालेन्डरका हिसाबले, हिन्दू धर्मको क्यालेन्डरका हिसाबले वैशाख 1 गतेमा नयाँ वर्ष बनाउनुलाई विशेषताका हिसाबले प्रकृतिसँग जोडेर हाम्रो जीवनशैलीसँग जोडेर त्यस्तो कुनै विशेषताहरू देख्नुहुन्छ यो विशेष छ यसरी जोडिएका छन् प्रकृतिका अवयवहरूसँग? यस्तो हुन्छ हरेक विषय अथवा सन्दर्भहरू अथवा चाडहरू कुनै न कुनै परिघटनासँग जोडिन्छ। अब अघि आयो कृषिसँग जोडिनु महत्त्वपूर्ण भयो। हामीले के बुझ्नुपर्छ भने हामी प्रकृति संस्कृतिबाट नै हामी फेरि मान्छेले अगाडि बढ्छ होइन। अब यहाँ प्रकृति पनि जोडियो, संस्कृति पनि जोडियो। त्यसबाट यसको अब हामीले वैदिक काल भनौँ या पौराणिक हामीले जे भन्छ अथवा हामीले पुरानो कुरा गरौँ, अब यो मान्यता त धेरै पछि आएर भएको हो यो होइन, यो विक्रम सम्वतमा जाने कुरा। हामीले यहाँले भने जस्तै यो प्रकृति र संस्कृतिको सम्मिलन अथवा मिलनबाट नै यी चिजहरू स्थापित भए र मान्छेले त्यसलाई चाहिँ स्थापित गर्दै लिएर गए र कतिपय सन्दर्भमा चाहिँ यो समुदायले पनि ल्यायो। र अब हाम्रो नेपालमा हेर्नु त विविधता अघि नै हामीले भन्यौँ हरेक समुदायका फेरि आफ्ना यस्ता सम्बतहरू छन्। जस्तो नेपाल सम्बतदेखि लिएर अब तामाङहरूको छ अथवा पूर्वमा हाम्रो किराँत र लिम्बूहरूको छ, थारूहरूको छ, सबैका आफ्ना आफ्ना सम्बतहरू छन्। तर यसले चाहिँ राष्ट्रिय मान्यता हिजोको दिनमा नेपालको अब शासकहरूले यसलाई एउटा राष्ट्रिय मान्यताको रूपमा अगाडि ल्याए र त्यही अनुसारका क्यालेन्डरहरू बन्दै गए। बन्द त सबैका उसको सम्बतहरूमा छन्। त्यही भएर यसलाई चाहिँ अघि उहाँले भने जस्तै एउटा राष्ट्रिय सम्बतको रूपमा लियो र त्यसलाई मान्यता दियो। तर यसमा जोडिने भनेको त फेरि अल्टिमेटली हामी जहाँ गयो नि प्रकृति र संस्कृति नै हो। यसको मिलनबाट नै फेरि नयाँ चिजहरू बन्दै जान्छन्। फेरि अहिले पनि फेरि बन्छन् र युगअनुसार त्यो बन्दै जान्छन्। हिजोको युगमा त्यो थियो एउटा सिलसिलेवार र अहिले फेरि अब समयअनुसार फेरि अगाडि बढ्दै जाने कुरा हुन्छ। त्यो भएर हामीले बुझ्ने भनेको हामी प्रकृतिलाई नर्चर गर्दै अनि कल्चरमा लाने भन्छ होइन।
त्यसरी नै बनेको भनेर बुझ्नुपर्छ। हरेक चिजहरू संस्कृति हुन्छ, संस्कृति भनेकै मानवीय गतिविधि हो, मानव निर्मित हो, फेरि मानवले जे गतिविधि गर्छ त्यो चाहिँ संस्कृति नै हो भन्छ। त्यही संस्कृतिको उपजका रूपमा हामीले यी भनेका चिजहरू यी स्थापित हुँदै गए। समुदायहरूले, मानव जातिले अथवा आफ्नो समुदायले यसलाई स्थापित गर्दै लगेका हुन्। फेरि हामीले आफ्नो अनुकूल हुने गरेर विभिन्न किसिमका यस्ता परम्पराहरू बनाउँदै जान्छौँ जुन चाहिँ दीर्घकालमा संस्कृति त्यो नै संस्कृति के हुन्छ, पन सहित आउँछ। जस्तो अघि यहाँले मैथिली भन्नुभयो अथवा नेवार भन्नुभयो, त्यहाँ पन आयो नि त। मैथिली भनेको पन मौलिकता हो होइन, अथवा नेवार भनौँ वा तामाङ भनौँ, थारू भनौँ, त्यसले के हो भने त्यो संस्कृति आफ्नो अनुसार हुन्छ। त्यो प्रकृति कस्तो छ अथवा त्यहाँ भूगोल कस्तो छ होइन, त्यो भूगोल अनुसार संस्कृतिको जन्म हुन्छ। प्रकृति र भूगोलको कुरा गर्दा अब विश्वको फरक फरक ठाउँमा फरक फरक किसिमले प्रकृतिले आफ्नो व्यवहार, आफ्नो रूप रङ्ग देखाउँछिन् होइन। यति बेला हाम्रो देशमा एक किसिमको मौसम, एक किसिमको अवस्था छ, विश्वको अर्को कुनै कुनामा अर्को किसिमको वातावरण, अर्को किसिमको यति बेला प्रकृतिको रूप होला। यो जुन मौसम छ नि, यो वैशाखको बेला, यो भनेको हाम्रो देशको वातावरणले, हाम्रो देशको प्रकृति यो बेला जस्तो हुन्छन्, जुन रूपमा हुन्छन्, त्यसले पनि हामीलाई नयाँ सुरुवातका लागि सहयोग गरे जस्तो तपाईँहरूलाई लाग्दैन? अब टक्क हाम्रोमा चाहिँ पतझर सकिएर, जाडो महिना सकिएर वसन्तको आगमन भइसकेको छ, नयाँ पालुवाहरू र जुन सुरुमै तपाईँले भन्नुभएको थियो उल्लासको बेला हो, हामीलाई उल्लासमय हुनलाई प्रकृतिले पनि यो मौसममा चाहिँ सहयोग गरिरहेको भएर पनि हो कि हामीले यही बेला नयाँ वर्ष थालेको? यहाँले भन्नुभएको कुरा पनि त्यसमा छ। अर्को कुरा के हुन्छ भने हिजो हरेक कुरा श्रमसँग जोडिएको थियो। हामीले यो भुल्नु हुँदैन कि प्रकृतिसँगै फेरि संस्कृति निर्माण भए श्रम हो। अनि भूगोल के अरे अब मौसम जे कुरा गर्नुभयो, ऋतुहरूको कुरा गर्नुभयो, त्यो ऋतुअनुसारका त फेरि आफ्ना स्वभावहरूसँग त्यो अनुसारका प्रकृतिमा उपज हुने कुरा छ, अन्नहरू उत्पादन हुने कुराहरू छ, अनि त्योसँग पनि जोडिन्छ। र अब यो अब श्रमलाई थाती राखेर रमाउने बेला अथवा यो श्रम सकिएको अथवा एक किसिम एउटा सकेर फेरि अर्को चरणमा जाने बेला, अब त्यो एउटा खाली समय जुन हुन्छ त्यसमा पनि मनाउने। र फेरि प्रकृतिले पनि यो वसन्त ऋतु अब एउटा अघि नै यहाँले भन्नुभयो पालुवा पलाउने जस्तो नयाँ आउने हुन त। फेरि आफ्ना प्रकृतिका नेचर अनुसारका पालुवाहरू सबै सिजनमा आउँछ, मौसम अनुसार आउँछ, त्यो स्वाभाविक हो। तर यो के हो भने फेरि श्रमसँग जोडिने, नेचर अथवा प्रकृतिमा उत्पादन हुने चिजहरू मौसम अनुसारका हुने र त्यो एउटा ग्यापमा रमाइलो गर्ने, भेटघाट गर्ने होइन, अनि मनाउने, सेलिब्रेसन हुन्छ एउटा उत्सवको रूपमा जाने। त्यो सन्दर्भ पनि प्रकृतिसँगै मान्छेले त फेरि मिलाएरै आउँछ एकदम होइन। त्यो प्रकृति जे छ त्योसँग मिल्दै मिल्दै आउने चरणमा यो वैशाख भनौँ या वसन्त ऋतु भनौँ, यो चाहिँ त्यसरी आएको जस्तो मलाई आफूलाई लागेको छ होइन। त्यही अनुसार नै अब यो नयाँ वर्ष अब हामीले मान्यौँ, अरूले फेरि कसैले अब अर्कोलाई मान्छ फेरि होइन। अब सन इस्वी सम्मत अर्को छ, अब तिहारको बेला हाम्रो नेपाल सम्मत आउँछ होइन। त्यो भएर यो आफ्नो भूगोल परिवेश अनुसार यी फेरि यी सम्मतहरू बन्छन् र यही एउटा त्यही सम्मत त्यही उसमा एउटा समुदाय अथवा एउटा राष्ट्रले मान्यता दिएको यो सम्मतको रूपमा फेरि नेपाल सम्मत यो विक्रम सम्मत आएको भनेर बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। प्रदीप सर, देवेन्द्र सरले श्रमको कुरा उठाउनु भयो है। तपाईँले जुन अघि भन्नुभएको थियो नि, जाने डाँडाहरूमा पानीको त्यो सोर्सहरू हेर्ने कतिको सही छ, केही मर्मसंहारको आवश्यकता छ कि, त्यो पनि एक हिसाबले सामूहिक रूपले आफ्नो समुदायको लागि गरेको श्रम नै भयो होइन। अब वैशाखीको कुरा गरौँ वा नेपाल सम्बन्धको कुरा गरौँ वा जुनसुकै पर्व, जुनसुकै उत्सवको कुरा गरौँ, हामी सारा नेपालीहरू जहाँसुकै रहे पनि, जुनसुकै सांस्कृतिक हिसाबले, धार्मिक हिसाबले जुनसुकै ग्रुपमा बिलङ गरे पनि, यो श्रमलाई, सामूहिक श्रमलाई अझ भनौँ न, उत्सवमा हामीले बदल्दो रहेछौँ भन्ने खालको एउटा देखिन्छ नि। श्रम चाहिँ श्रम नै हो, तर त्यसमा हामीले रमाइरहेको हुँदो रहेछौँ। तपाईँको अनुभव कस्तो छ सानैदेखिको यो जुन सामूहिक श्रम, चाहे त्यो वैशाखी गतेको होस् चाहे नेपाल सम्बन्धमै पनि, यसले चाहिँ समुदायभित्रको भाइचारा वा त्यसलाई उत्सवमा बनाउनलाई, परिवर्तन गर्नलाई कस्तो रोल प्ले गर्छ? होइन, डेफिनेटली तपाईँले भनेको एकदम यो वसन्त ऋतुसँगै नयाँ पला जस्तै पलाएर जुन नयाँ हर्ष र उमङ्ग जुन आउँछ त्यसैलाई मिल्ने गरिकन विक्रम सम्मत आएको छ, त्यो एकदम डेफिनेटली राइट कुरा हो। अनि त्योसँगै तपाईँले भन्नुभएको समुदायहरू चाहिने
मैले काठमाडौँ भ्यालीको कुरा गर्दाखेरि काठमाडौँ भ्याली हिन्दुजम र बुद्धिजममा बेस्डमा कुरा गर्नु पर्दाखेरि अरू पनि धार्मिक समुदायहरू छन्, त्यसलाई मैले त्यो गर्न खोजेको होइन। तर विशेष गरी काठमाडौँ भ्याली चाहिँ नि हाम्रो हिन्दुजम र बुद्धिजममा बेस्ड भएको होला। यो जुन अहिले मत्स्यनाथका कुराहरू छन् जुन त्यो चाहिँ नि बुद्धिजमको कुरासँग जोडिन्छ, मत्स्यनाथको गुरु भनेर फेरि गोरखनाथको कुरा आउँछ, त्यो हिन्दुजमसँग जोडिन्छ। त्यो हिन्दुजम र बुद्धिजमको एमालगम हो हाम्रो काठमाडौँ भ्याली। त्यसैले अनि त्योसँग जोडेर मैले भर्खर तपाईँलाई त्यो सिँचाइको कुरा गरेँ, पानीको रिसोर्सको कुरा गरेँ। तपाईँले भर्खर मैले अहिले नयाँ समुदायले त्यो जुन पाहाडमा घुम्न जाने चाहिँ नि अहिले सायद पिकनिकको रूपमा लिन्छ होला, तर त्यो पिकनिक भनेर त्यहाँ जुन हामी भ्रमण गर्छौँ नि, भ्रमण गर्नु नै त्यहाँको संरक्षण हो कि हामी गएर आज गएर नत्र त्यो पाहाडको डाँडामा अन्कन्दार ठाउँमा को जान्छ, नगएपछि त हामी कोही पनि गएनौँ भने त त्यो एउटा कल्चर एक दिन भयो, वर्षको एक दिन भए पनि त्यहाँ जानुपर्छ भनेपछि गएपछि त्यहाँको अवस्था के रहेछ भनेर जानी नजानी संरक्षण हुने रहेछ। त्यो चाहिँ अहिलेका हाम्रा पिँढीले सायद त्यो नबुझ्न पनि सक्छ, त्यो गएको सायद त्यसलाई एउटा महोत्सवको रूपमा या नयाँ वर्षको रूपमा मात्र लिन पनि सकिन्छ। तर मैले भन्नु खोजेको वर्षमा एकचोटि त्यहाँ गएको भएर त्यहाँको त्यो हाम्रो प्रकृति संरक्षण भयो र त्यहाँको हाम्रो रिसोर्स पानीको रिसोर्स चाहिँ संरक्षण भयो। मैले अनि त्यो संरक्षण गर्नलाई हामी कहाँ यहाँ काठमाडौँ भ्यालीमा हाम्रो एउटै कास्टले पनि हिन्दुजम पनि मान्ने बुद्धिजम पनि मान्ने त्यस्तो कमन छ क्या हाम्रो, त्यस्तो छ काठमाडौँमा। काठमाडौँ हामी कास्ट अनुसार तपाईँ हिन्दुजम तपाईँ बुद्धिजम भनेर छुट्याउन गाह्रो हुन्छ। कति कास्टहरू हाम्रो कस्तो भन्दाखेरि त्यही कास्टभित्रका केही व्यक्तिहरू चाहिँ हिन्दू धर्म मान्ने, तर त्यही कास्टका केही व्यक्तिहरू बुद्धिजम मान्नेहरू पनि छन्। त्यसमा सायद अब इस्लामको मुस्लिम पनि होला, त्यो चाहिँ मैले अहिले मसँग ठ्याक्कै मैले व्याख्या गर्न सकिनँ। तर मैले अहिले चाहिँ बेस गरेर त्यसले मेरो विचारमा मैले भर्खर भने जस्तै वैशाख 1 गते हामी सामुदायिक रूपमा सबैजना काठमाडौँ भ्यालीका प्राय भनेर भनौँ म प्राय जस्तो चाहिँ नि अब हाम्रो काठमाडौँ भ्यालीको मुख्य 4वटा डाँडाहरू घुम्न जाने। यो भनेको तपाईले 3वटै जिल्लाको कुरा गर्दै हुनुहुन्छ? हजुर हजुर, एकदम एकदम। काठमाडौँ भ्यालीका नेवार समुदाय विशेष गरी त्यो कुनै धार्मिक समुदाय भनेर छुटिएको छैन। मैले सबैजना बुद्धिजम हिन्दुजम जो मान्ने पनि त्यो जाने भएकोले त्यसले समुदायलाई जोडेको छ भन्ने कुरा म मान्छु। यो नयाँ वर्षले हजुर यो जुन समुदायभित्रको एकता छ यस्ता पर्वहरूले वा पर्वमा गरिने यस्ता कामहरूले जसले चाहिँ यो मेन्टेन राखिरहेको छ, यो एकता वा यो समूहगत भावना पछिल्लो पुस्तामा घटेको लाग्छ वा मेन्टेन गर्न सकेको छ नेवारी समुदायले? किनकि यो कुरामा चाहिँ सम्भवतः नेवारी संस्कृतिलाई एउटा पोजिटिभ इक्जाम्पलको रूपमा पनि लिन सकिन्छ। जसरी हामीले जात्राहरू हेर्छौँ होइन, युवा पुस्ताको पनि सहभागिता उत्तिकै छ। त्यहीँनिर अब जुन कुराहरू पर्दा पछाडिका भयो नि, यसरी डाँडामा जाने कुराहरू यिनीहरू त अहिले त्यति चर्चामा आउने कुरा होइन नि त। त्यस्ता खालका भावना चाहिँ युवा पुस्तामा छ वा यसमा केही कमी देख्नुहुन्छ? मलाई जहाँसम्म लाग्छ अहिलेका युवाहरू कल्चरली मैले अघि एमलगमको कुरा गरेँ जुन यो बुद्धिजम त्यसमा झन् बढी जोडिएको छ है। पहिलाकाहरू चाहिँ नि बरु अलिकति धार्मिक रूपमा चाहिँ नि आफ्नो धर्मलाई चाहिँ विशेष अलि बढी जोड दिने र अर्को धर्मभन्दा त्यसरी मान्ने। अब हिन्दुजमहरूले भयो एकदम कट्टर हिन्दुजम नै मान्नुपर्ने र बुद्धिजमहरूले बुद्धिजमको बाहेक हिन्दुजममा मान्न नहुने भन्ने कुराहरू त्यस्तो लिइन्थ्यो भने अहिले आएर त्यसलाई त्यो अलिक झन् ओपन भएको छ। अहिले एउटा त्यसलाई सिम्पल एउटा सानो इक्जाम्पल रूपमा मैले इन्टरकास्ट म्यारेजलाई पनि लिउँ। अहिले जसरी इन्टरकास्ट म्यारेजलाई हामी एक्सेप्ट गर्छौँ भने त्यो चाहिँ हामी धार्मिक सहिष्णुताको एउटा सबभन्दा ठुलो इक्जाम्पल इन्टरकास्ट म्यारेज नै हो है। त्यसरी झन् मेरो विचारमा अहिलेको युवा के अरे पुस्ताहरू धार्मिक रूपमा झन् एकै ठाउँमा आएको छ भन्ने मलाई लाग्छ। हामीले नेपाललाई विविधताको देश भन्छौँ र अब त्यसमा नेवारी समुदायको कुरा गर्ने हो भने त नेवारी समुदायभित्रै यति धेरै विविधता छ। तपाईँले अघि धार्मिक रूपले कुरा गरिहाल्नु भयो, हिन्दू धर्मावलम्बी पनि उति नै हुनुहुन्छ नेवारी समुदायभित्र, बौद्ध धर्मावलम्बी पनि उति नै हुनुहुन्छ। अब हामीले जात्राहरूकै कुरा गर्दा भैरवको कुरा गर्छौँ, कुमारीको कुरा गर्छौँ, नामहरू फरक फरक छन्। हिन्दू धर्मावलम्बीले भन्ने, बौद्ध धर्मावलम्बीले भन्ने, इतिहास फरक फरक छ, तर सबै जोडिन्छ। तपाईँले अघि त्यो प्रसङ्ग उठाइहाल्नु भयो र यो पक्कै पनि सारा देशवासीका लागि नेवारी संस्कृतिभित्रको जुन यो शैली छ यो चाहिँ उदाहरण योग्य नै छ। हामीले यो मनन गर्नुपर्ने सिक्नुपर्ने कुरा नै हो। म फेरि यता कञ्चनाजीकोमा आउन चाहेँ। अघि मैले तपाईँलाई ठ्याक्कै रोकेको थिएँ, तपाईँ खानपानकोमा प्रवेश गर्दै जाँदाखेरि त्यसमा चाहिँ मेरो एउटा लोभ थियो कि यो अब किनकि अब म आफै पनि यही संस्कृतिबाट पढ्ने भएकोले कतिपय कुरा मलाई पनि थाहा छ र यस्ता कुरा छन् कि एउटा मात्र विषयमा 1 घन्टा 2
2 घण्टा बोल्न सकिन्छ। अनि मेरो लोभ चाहिँ के थियो भने खानपानको कुरालाई पछि छुट्टै कुरा गरौँला, छुट्टै चर्चा गरौँला, खानपानमा प्रवेश गरौँ न त। जुडशीतल र खानपान के छ विशेष? विशेष नै छ, किनकि फलहरूको पनि कुरा हुन्छ नि त त्यसमा। लेकिन हम मैथिली में अपने मैथिली में बात सकै छी। सरले त प्रॉब्लम हुँदैन के छ? फल के बात एहि दुआरे केलहुँ हैं जे आम जे छै से मजरि गेल रहै छै, टिकला भऽ गेल छै एकदम। तऽ बैसाख अपन सबमे जे छै से बैसाख 1 गते यानी कि जुड़ शीतलके दिन जे छै कहबी छै। अब आब तऽ देखियौ आब की भेलैए जे आब तऽ लोकके जखन मोन होइ छै तखन लोक काज कऽ लै छै। तऽ आमके टिकला जे छै ने से ओहि दिनसँ लोक शुरू करै छलै चटनी बनेनाइ। ई जुड़ शीतलके सबसँ बड़का सबसँ पहिल बेर आमके टिकलाके चटनी सालमे जुड़ शीतलमे ओहि दिनसँ लोक शुरू करै छै। जेना अपन सबमे छलिए पहिले जे आम पकै छलिए तऽ वट सावित्रीमे लोक ओकर पहिल दिन प्रयोग करै छलिए तऽ अपना श्रीमानके लोक दै छलनि हेँ खाइके लेल। तऽ एनाही जे छै से ई जुड़ शीतल पाबनि दिन जे छै से एक तऽ कढ़ी अपना सबमे बड़ी बनै छै। आ बड़ीमे खासियत कथी छै जे बड़ियोमे आम पड़ै छै, खटाइके रूपमे पड़ै छै। तऽ सर सब कहलखिन कृषि, प्रकृति आ अपन सबके जते संस्कृति जे छै ई सबके मिलल जुलल। हम तऽ कहै छियै जे मिथिलांचलके जते भी पाबनि तिहार छै ओ सबमे कतौ ने कतौ प्रकृति संगे कृषि सब चीज जुड़ल छै अपन सबमे। तऽ अब हम तऽ खास कऽ खान पानके बात करब तऽ खान पानमे अपना सबके आइके दिन जे छै से ई बैसाख 2 गते यानी कि जुड़ शीतलके दिन जे छै खास कऽ बनै छै बड़ी भात। मैंने बैसाख 1 गते को बनै छै कियाकि बसिया पाबनि छै ताहि दुआरे। तऽ ओहि दिन एकटा चीज आरो गौर करऽ पड़त कि अपना सब इएह चीज जे छै जे चीज अपना सबके आइ बनबै छियै वएह चीज अपना सब प्रात भऽ कऽ जे भगवतियोके चढ़बै छियनि। मुदा फर्क की छै जे भगवतीके जे चढ़बै छियनि अपना सब तऽ हुनका चढ़बै छियनि बड़ी बिना नूनवला, ओ अलगसँ अपना सब बनबै छियै बिना नूनके बड़ी। तकरा बाद दही भात हुनका चढ़ै छनि आ संगे ओहिमे अहाँके गुड़के सेहो अथी रहै छै। गुड़ एहि दुआरे चढ़ायल जाइ छै मिठासके दुआरे चढ़ायल जाइ छै हुनका। हाँ, आ दानके सेहो एहिमे बहुत महत्वपूर्ण छै। दान पर अपना सब बादमे जायब, पहिले खान पीनके अथी कऽ लै छी। आ तहिना आइके दिन जे छै से बड़ी भात, दालिवला पूरी, तकरा बाद परवल जे छै से नया नया निकलल रहै छै परोड़के तरकारी, खास कऽ बादाम ओहिमे अगर मिलाल जाए तऽ आरो डालना जकरा अपना सब कहै छै मैथिलीमे ओ तरकारी। तकरा बाद अहाँके आमके चटनी भऽ गेल आ मुनगाके तरकारीके सेहो विशेष रूपसँ एहि दिन जे छै से खायल जाइ छै। ई हमरा जहाँ तक बुझल अइ, ई हम अपना परिवारमे अपना गाममे जे हम देखने छी हम तकर बात केलहुँ। हम बाकी ठाम आरो किछो होइत हेतै मुदा हमरा सबमे इएह होइ छलै। तकर रातिकऽ हमसब बना कऽ ओकर तरुआ सब सेहो विशेष कऽ तरुआ तऽ केना छुटतै, मिथिलाके कोनो बाते नहि छै। आ प्रात भऽ कऽ जे छै से वएह चीज हमसब रखै छलियै ओ रखलाके बाद आ पानि तहिया आब एखन ने लोकके घरमे फ्रीज भऽ गेलै तऽ लोक फ्रीजमे राखि दै छै। तहिया की करै छै लोक माटि वाला जे बर्तन होइ छलैए ओहिमे भात बनै छलैए, ओ भातमे पानि दऽ कऽ राखल जाइ छलैए आ वएह चीज भगवतीके सेहो अर्पण कयल जाइ छलनि हेँ। कतेक ठाम एकरा पातरो दऽ कऽ लोक कहै छै, हमसब सीधा कहलहुँ जे हमसब भगवतीके अर्पण करै छियनि, प्रसादके रूपमे वएह चीज चढ़ाबै छियनि। तऽ खान पान अपन सबके सतुआके विशेष महत्व छै, सतुआ खेबाके चाही। बैसाखेके गते होता बैसाखे गते सतुआइन अपन सबके जे भेल से। एकटा चीज हम आरो अहाँके कहऽ चाहब, पता नहि कतेक जानकारी किनका छनि, अपना सब देशमे शिकार खेलाइके बहुत चलन छलैए। ई हम अखन ई 40-50 वर्षके गप नहि, कम लगभग अहाँके 60-65 वर्ष पहिलेके खिस्सा कहब, जे खिस्साके कहब जे दादी सब हमरा सबके कहै छलखिन, हम तऽ से बात कहब अहाँके। तऽ ओसब कहै छलखिन हेँ जे आइ काल्हिके तऽ मने जंगल झाड़ हटि गेलैए, जंगल झाड़ ओतेक नहि छै, शिकार करैके चलन छलैए जे दिनमे चूँकि बासी सबटा चीज राखल रहै छलैए काल्हिके, तऽ बैसाख 2 गतेके जे छै जुड़ शीतल दिन अपना सब बसिया खाइ छलिए। आ ओहि दिन चूल्हाके जेनाकि भास्कर जी कहलखिन हेँ जे चूल्हाके सेहो विश्राम देल जाइ छलैए जे आइ अहूँ कनि विश्राम करू, सबके विश्रामके आवश्यकता छै, आइ अहूँ विश्राम करू। आ तकरा बाद ओसब शिकार खेलै लए जाइ छलखिन हेँ। शिकार खेललाके बाद जे किछु भी हुनका हाथमे अबै छलनि हेँ वएह रातिकऽ बनै छलैए। यानी अपना सबके दिस माउसके चलन जे छै से तहियो छलैए।
ई नहीं छलिए जे अपना सब जुड़ शीतल में खाली वह बना के नहीं करै छलिए मौसो खाए के लेकिन रात के चलन छलिए दिन में हुनका विश्राम दे जाय छलिए। अच्छा अब यह प्रश्न के कनी मोडिफाई करके हम भास्कर जी लग जाए नेपालीमा राख्छु म मेरो प्रश्न। उहाँले खानपानको बारेमा यति धेरै कुरा भन्नुभयो तर एउटै समाजमा पनि केही फरक रहिरहेका हुन्छन् भूगोलका हिसाबले पनि एउटै समाजमा पनि अब बाणी पनि त हामी भन्छौँ नि त होइन उखान नै छ मैथिलीमा यो खोला नदीहरूको किनारको हिसाबले संस्कृतिगत रूपले विविधता उहाँको कुरा सुनिसक्नुभयो खानपानलाई लिएर यसभन्दा फरक तपाईँका केही अनुभव छन् भने? नववर्षकै खानपानको कुरा एकदमै जोड शीतलकै खानपानको कुरा गर्दैछौँ। हाम्रो मैथिली संस्कृति हिसाबले खानपानको के छ भने जस्तै हाम्रो 4वटा ऋतु छ ऋतु हिसाबले छुट्टा छुट्टै मौसम हुन्छ कुनै बेला गर्मी कुनै बेला चिसो कुनै बेला बर्सात हुन्छ भने त्यहाँ छुट्टा छुट्टै मासिक हिसाबले पनि यो मासमा यो खानु हुँदैन यो महिनामा यो खानु हुँदैन छुट्टा छुट्टै भनेर एउटा डाइट प्लान जस्तो भन्छ नि आजभोलि त्यस्तै सेड्युल जस्तो छ यो बेला यो खानु हुँदैन भनेर। दोस्रो के छ भने नयाँ वर्षको सुरुवात उदय भएको छ त्यो बेला के हुन्छ भने जिउ पनि उत्तिकै सक्षम सबल हुनुपर्छ उत्तिकै रिफ्रेस हुनुपर्छ त्यसैले पहिलो दिन जसरी सत्तु खुवाएर रेस्ट गरिन्छ नि पेटलाई पनि विश्राम रहोस् ताकि अर्को दिन नयाँ खानपिन नयाँ काम नयाँ जोस जाँगरको लागि उत्तिकै भित्रदेखि मनैदेखि चाहिँ जाँगर आओस् भनेर जुन किनकि चना भनेको चना र गुडको मिक्स गरेर जुन सत्तु बनाइन्छ त्यो भनेको यतिकै ऊर्जाको लागि सबभन्दा प्रचुर मात्रा भन्छ। आजभोलि पनि सबभन्दा बेसी डाइट खानु छ मोटाउनु छ भनेर के भन्छ भने चना र गुड खाऊ अनि त्यो तिमीलाई हेल्दी हुन्छ भनेर नेचुरल जिम जानेहरूको अहिले फेभरेट डाइट हो त्यो हैन नेचुरल डाइट पनि फेरि त्यो अनि त्यसलाई के हुन्छ भने त्यसरी गर्ने गरिन्छ। अनि त्यसमा के छ भने अब दहीको कुरा पनि हुन्छ शुभ पनि हुन्छ दहीले पाचन हिसाबले पनि फाइदा गर्छ त चना भयो सत्तु भयो त त्यसरी त्यसलाई दहीसँग मिक्स गरेर जुन हाम्रो भन्छ कडी बनाइन्छ परिकार पनि किनकि यतिकै नववर्ष छ नयाँ परिकार हुनु पर्यो भने त्यसलाई मिक्स गरेर कडी बनाइन्छ अनि त्यो चनाकै जुन त्यो डेलो जस्तो ठ्याक्कै राखेर कडी बडीहरू जुन बनाउने चलन छ त्यो हुन्छ। भनिसक्नुभयो हाम्रो त मतलब हरेक सन्दर्भमा म आफ्नै प्रसङ्ग भन्नुपर्दा तपाईसँग कुनै त्यस्तो रमाइलो अनुभव छ खानासँग जोडेको त्यो पनि सेयर गर्न सक्नुहुन्छ? मेरो आफ्नै म आफैमा पनि एउटा अनुभव भइरहेको हुन्छ कि भन्छ बुवा प्रोफेसर हुनुहुन्छ होइन उहाँ तत्त्व अर्थ शाब्दिकताको जानुहुन्छ भने मम्मी गृहस्थ हुनुहुन्छ त्यति पढलेख गर्नुभएको छैन भने उहाँ उखानमा हुन्छ नि फक्रामा त्यहाँदेखि ल्याएको आफ्नो भनौँ न हजुरआमादेखि आएको उहाँको सासूबाट श्रुति परम्पराबाट सुनेका बुझेका कुरा हरेक पर्वमा हरेक सन्दर्भमा केही न केही उहाँले केही जोडेरै भनिरहनुहुन्छ कि केही गर्नु छ भने यो पनि ल्यायो पनि ल्यायो भन्नुको ठाउँमा एलले लि बेलले लि नौगैला तेलले लि भन्ने टाइपको भने जस्तो यो पनि ल्यायो पनि ल्यायो भने जस्तो भन्छौँ भने यसमा पनि हाम्रो जुन टिकोलाको कुरा भन्नुभयो जुन आँपको पहिलो जुन भर्खर भर्खर जुन बनेको हुन्छ त्यसको पनि चटनी बनाइन्छ कि त्यो टेस्टको लागि हुन्छ नयाँ परिकारको नयाँ टेस्ट होस् भनेर। हाम्रो जस्तै छठमा नयाँ अन्न भित्रेपछिको त्यसको जुन हामीले खिर बनाएर पहिलो पूजन गर्छौँ भने त्यसरी नै यता पनि हाम्रो टिकोला जुन पहिलो फल जुन आएको छ त्यो रुखबाट भने हामी त्यसलाई पनि चाखौँ। अभियसली सबभन्दा पहिला हामीले प्रकृतिबाट पाएको चिजलाई जहिले पनि समर्पित गर्छौँ त्यसपछि आफू ग्रहण गर्छौँ भनेर भोग लगाउने चलन पहिलेदेखि हाम्रो छ। त त्यसमा पनि छ नि माघ गुज्रे फागुन मज्रे चैतले टिकोला वैशाख मेले कोसा जेठ माडे बकोसा त्यो यी कुराहरूको चाहिँ म अहिले यहाँ के अरे स्पष्ट पारिदिइहाल्नु मलाई ठ्याक्कै यी कुराहरू नेपालीमा ट्रान्सलेट गर्न गाह्रो त यो विविधता र युनिकनेसको जुन कुरा आउँछ नि संस्कृतिको कुरा अब त्यति बेला आज हेर्नु भने सोहिजन जुन छ यो बेलामा राम्रो फलेको हुन्छ होइन त्यो बेला अहिले सबभन्दा बेसी भनिन्छ भने नेचुरल डाइट हिसाबले या पनि प्रकृति हिसाबले पनि आयुर्वेदले पनि भन्छ सबैभन्दा बेसी पोषण दिने तत्त्व केही छ भने फाइबर दिने छ भने सबभन्दा बेसी त्यो मुन्गाले सोहिजनले दिन्छ भनेर भन्छ साइन्सले भनेको राख्छ। तर यो चाहिँ त आदिम कालदेखि जुन बेला सायद प्रलेख हुन्थ्यो नि त्यो बेलादेखि नै हामीले युटिलाइज गर्ने गरिन्छ। अनि चिनीको युज छैन किनकि पौराणिकता बेलामा चिनीको त्यसरी मेसिन त्यसको ठाउँमा गुड भनिसक्नु भइरहेछ भने त त्यसैले नव परिकारले उत्तिकै त्यो नव बेलामा टेस्ट पनि राओस् नयाँ परिकार पनि होस् त्यो आफू पेटलाई पनि त्यतिकै सबल गरोस् र आफ्नो जिउलाई बडीलाई पनि उत्तिकै सबल राखोस् ताकि अर्को नयाँ काम नयाँ कार्य गर्ने बेलामा त्यो जहिले नै फ्रुटफुलै रहोस् भनेर यो गर्ने गरिन्छ। सो
भन्दाखेरि हाम्रो हरेक पर्वमा छ नि परिकारको उत्तिकै पर्व र परिकार भनेको पर्यायवाची नै छ। हो एकदमै। म यता देवेन्द्र सरकोमा आउन चाहेँ। जस्तो भास्करजीले अब फक्रा भन्छौँ हामी मैथिलीमा, 2-3वटा फक्रा भन्नुभयो। उखान भन्दा ठिक होला होइन, उखानै भनिन्छ होला, केही त्यस्ता उखानहरू भनेपछि अब यो पौराणिक कालदेखि, पौराणिक पनि के भनौँ प्राचीन समयदेखि भनौँ न, पुस्तौँ अगाडिदेखि हामीले सुन्दै सिक्दै आएका कुरा। एउटा समाजलाई अगाडि बढ्नका लागि हामी शिक्षाको कुरा गर्छौँ, वैज्ञानिक शिक्षाको कुरा गर्छौँ होइन, विभिन्न कुराहरू गर्छौँ, ती कुराहरू त छँदैछन्। तर एउटा समाजलाई स्वस्थ तरिकाले अगाडि बढ्नका लागि हाम्रा मौलिकताहरूको हामीले यसरी आफ्नो हजुरबुवा हजुरआमाहरूबाट सुनेका सिकेका कुराहरूको महत्त्व कति हुन्छ? अहिलेको आधुनिक समयमा अब यी कुराहरूको महत्त्व छैन। होइन, महत्त्व आधुनिकसँग झन् बढी हुन्छ। के हो भने ज्ञान परम्परा भन्छौँ हामी। ज्ञान परम्परा भनेको हजारौँ वर्ष अगाडिदेखि अहिले जे कुरा गरिरहेछौँ के यो आज बनेको होइन नि। हाम्रा जति संस्कृति बनेका छन् यो त आदिम युगभन्दा पनि पाषाण युगदेखि मान्छे जब उत्पत्ति भयो र उसले आफ्नो जीवन अथवा सङ्घर्ष अथवा ऊ आफू सस्टेन बाँच्नको निम्ति जहाँबाट सङ्घर्ष सुरु गर्यो त्यहीबाट उसका क्रियाकलापहरू अगाडि बढ्दै गए र त्यो क्रियाकलापको आधारमा संस्कृति निर्माण हुँदै गयो र त्यति बेलाको ज्ञान परम्परा जति अर्को पुस्ता अथवा अर्को युगमा सर्दै गयो त्यो परिमार्जित हुँदै गयो होइन, अझ अगाडि बढ्दै गयो, अझ वैज्ञानिकरण हुँदै गयो र यो ज्ञान परम्परा भनेको आजको होइन। त्यसो भए यसको महत्त्व झन् बढी छ। तर त्यसका विकृत कुराहरू अथवा कमजोर कुराहरू अथवा नकारात्मक कुराहरूलाई हटाउँदै त्यसका सकारात्मक कुराहरूलाई लिएर हामी अगाडि बढिन्छ होइन। त्यो युग पनि त्यसरी निर्माण भइरहेको हुन्छ, त्यो युगअनुसार संस्कृति पनि त्यसरी निर्माण भइरहेको हुन्छ। त्यसो भएर यी झन् यी कुराहरूको यी संस्कृतिहरूको त झन् बढी महत्त्व छ। किन हिजो त यी अहिले हामीले जति पनि मान्छौँ चाड पर्व अथवा संस्कृति हिजो त श्रमसँगै जोडिएर आएका थिए। कृषि भनौँ या अरू जेसुकै भनौँ त्यो श्रमसँग जोडियो र मान्छेलाई अब श्रमसँगै मान्छेलाई मनोरञ्जन पनि चाहिन्छ। मान्छेलाई अब एकअर्कामा भन्नु न अब भेटघाट मिलन होइन, काममा जान्छ फेरि भेटघाट हुन्छ, त्यो भेटघाटलाई फेरि एउटा उत्सवको रूपमा मनाउने गरे पनि त यी आएका हुन् नि कति सन्दर्भहरू। त्यो चाहिँ पछि चाहिँ फेरि तिनले विभिन्न रूप र आकारहरू ग्रहण गरे होला अथवा विभिन्न नाम लिए होला। त्यसो भएर यिनको झन् महत्त्व आजभन्दा भोलि बढ्दै जान्छ र यसले मान्छेको पन अथवा समुदायको पन अथवा भूगोलको पनलाई पनि चिनाउँछ। यसले चिनाउने कुरा किन भन्दा अहिले म नेपाली छु अथवा म मैथिली छु अथवा म नेवार छु भन्ने कुरा त्यो पन कहाँबाट आयो भन्दा त्यहीले दियो। अथवा हाम्रा विदेशका हामी जति पनि भन्छौँ हामी पूर्वीय संस्कृति भन्छौँ सभ्यता भन्छौँ अन्त जग त त्यही नै हो। त्यही भएर यसको महत्त्व चाहिँ झन् बढी छ। र अघि भने जस्तो अघि युवा पुस्तामा यसलाई चाहिँ पुस्तान्तरण हुन कमी होला र केही कुराहरू अब नपुगेका होलान्, त्यो पुर्याउने कुरामा लाग्नुपर्छ र हामीले के पनि यही सन्दर्भमा हामीले बुझ्नुपर्छ या हामीले गर्नुपर्छ अथवा अहिले हामीले त्यतातिर ध्यान दिनुपर्छ भने सकारात्मक कुराहरू कुरीतिलाई फिल्टर गर्दै जाने र अहिले जस्तो अहिले आएछ नि हरेक कुराको नेगेटिभ कुरा अथवा नकारात्मक ढङ्गले त्यसलाई चिर्नुपर्छ। संस्कृतिले चिर्ने हो नि। यो त यो संस्कृति भनेको त मस्तिष्क निर्माण हो, चेतना निर्माण हो। हामीले त्यहाँ हेरेनौँ र सामान्य ढङ्गले हेरौँ। यो परिवर्तनशील पनि त छ संस्कृति, समयअनुसार त्यसमा परिमार्जन परिवर्तन गर्दै जाने। यसले त मान्छेलाई चेतनशील बनाउने, जागरुक बनाउने, अगाडि बढ्नको निम्ति उत्प्रेरित गर्ने ढङ्गले हामीले लग्यौँ भने सही ठाउँमा जान्छ। हामी हरेक कुरालाई अब नकारात्मक ढङ्गले हेर्ने अहिले जसरी आएको छ एउटा भनौँ न हामी हेर्दाखेरि नकारात्मक कुरालाई बढी अलि हो कि जस्तो त्यसलाई चाहिँ कम गर्ने अथवा त्यसलाई सही दिशामा लाने फेरि संस्कृति नै हो। र त्यो जिम्मेवारी त फेरि हामीले उठाउनु पर्छ, लिनुपर्छ। फेरि हाम्रै कारणमा छ, हामी सबै त्यो प्रत्येक व्यक्ति मात्रै हुँदैन, ऊ समाज पनि हो होइन। ऊ समाज मात्र होइन, देश हो र ऊ देश मात्र होइन, ऊ विश्व हो र विश्व सँगसँगै ऊ मानव समुदायको कल्याणको निम्ति अथवा मानव समुदायलाई एकदम समान ढङ्गले समन्यायिक ढङ्गले अगाडि बढाउनको निम्ति प्रतिनिधित्व गर्ने पात्र पनि हो। त्यसो भएर यो त्यो पात्रले निर्माण गर्ने संस्कृति युग सुहाउँदो हुनुपर्छ। त्यसो यसको महत्त्व हिजो पनि थियो, आज पनि छ, भोलि पनि छ। यसलाई चाहिँ हामीले अझ विशिष्टीकरण गर्दै जानुपर्छ र अब आफ्नो पन चिनाउनु चाहिँ हुनुपर्छ। हजुर प्रदीप सर,
यो पन जुन भन्नुहुन्छ नि बारम्बार सरले युज गर्नुहुन्छ देवेन्द्र सरले काठमाडौँको त आफ्नै एउटा पन छ होइन विशेष गरेर नेवारहरूको ठाउँ यो तर देशको सङ्घीय राजधानी पनि हो अब अहिले हेर्ने हो भने त सांस्कृतिक रूपले एकदमै धेरै अन्तर्घुलन छ यसलाई हामीले सकारात्मक रूपमै लिनु पर्ला होइन आजभन्दा 2-3 दशक अगाडिको काठमाडौँ र यहाँको जुन मौलिक सांस्कृतिक परम्पराहरू थिए त्यो मनाउने शैली आजभन्दा 2-3 दशक अगाडिको काठमाडौँमा र अहिलेको समयमा जसरी मनाइन्छ सांस्कृतिक अन्तर्घुलन बढेको घटेको अरूहरूले थर्ड पर्सनहरूले यसलाई चाहिँ एकदमै स्वाभाविक रूपले लिएको वा पर हटेको के देख्नुहुन्छ यहाँको रैथानेको हिसाबले अब परिवर्तन प्रकृतिको नियम नै हो त्यसैले परिवर्तनलाई हामी रोक्न सक्दैनौँ तर भर्खर देवेन्द्र सरले भने जस्तै पोजिटिभली जानु पर्यो त्यसमा नेगेटिभ परिवर्तन आयो भने चाहिँ हामीले त्यसलाई रोक्नेतर्फ हामीले पनि प्रयास गर्नुपर्छ तर मैले संस्कृतिको कुरा जुन अहिले नयाँ संस्कृति जुन अहिले अलिकति खुला रूपमा आएको छ नि मैले इन्टरकास्टको कुरा जोडेँ त्यसरी जोडेँ नि त्यसलाई पोजिटिभली लिने हो भने त्यो एकदम राम्रो कुरा हो तर त्यसमा केही चिजहरू नेगेटिभ आउँछ भने चाहिँ त्यसलाई चाहिँ हामीले केलाएर कुन चाहिँ नराम्रो हो त्यसलाई मात्र केलाएर फाल्नुपर्छ त्यो एउटा सानो कुरा चाहिँ नकारात्मक आयो भनेमा त्यो होल बडीलाई फाल्नु चाहिँ भएन भने प्रभाव देखिरहनु भएको छ नेवारी संस्कृतिमाथि पनि अरू कुराहरूको प्रभाव परेको अब नेवार समुदाय मात्र नभनौँ हाम्रो होल देशमा नै अहिले पूर्वीय प्रभावहरू देखेको चाहिँ अहिले सबैले देखेकै कुरा हो अहिले नयाँ वर्ष भन्दा पनि अहिले नयाँ न्यू इयरलाई चाहिँ भव्यताका साथ मनाउने चलन आएको छ तर त्यस्तो भनेमा मैले अब नेवार समुदायको कुरा गर्ने हो भने नेवार समुदायले आफ्नो पूजा गरेर जुन नयाँ वर्ष मनाउँछ त्यो उनीहरूले आफ्नै हिसाबले चाहिँ एकदम भव्यताका साथ नै मनाउँछ त्यो सँगसँगै अरूलाई पनि अपनाएको छ मैले त्यसरी लिएँ अरूलाई अपनाएकोलाई चाहिँ मैले नेगेटिभली लिएन त्यसलाई पोजिटिभली लिएँ तर कुनै दिन हाम्रो पूजा मैले अहिले त्यसरी भने हाम्रो भने त्यसलाई चाहिँ पोजिटिभली लिनु होला नेवार समुदायको जुन पूजालाई चाहिँ नि अलिकति साइडमा राखेर यदि न्यू इयर मनायो भने चाहिँ नि म त्यसलाई पनि प्रतिरोध गर्नेतर्फ जान्छु होला तर जबसम्म हामीले आफ्नो समुदायको हाम्रो संस्कृतिलाई राम्रोसँग मनाएर अनि अरूको पनि संस्कृतिलाई अपनायो भने चाहिँ नि त्यसलाई चाहिँ म पोजिटिभली लिन्छु अर्को एउटा प्रश्न मैले राखिहालेँ अब अहिले त काठमाडौँमा अरू समुदायका मानिसहरूको पनि ठुलो सङ्ख्यामा उपस्थिति छ नि त होइन अब त सङ्घीय राजधानी नै हो देशको अरूहरूले नेवारी संस्कृतिलाई कति वेलकम गरिरहेको देख्नु भएको छ अरूहरूले किनकि वास्तवमै भन्ने हो भने त थाथलो त नेवारी समुदायको हो नि त यो ठाउँ तर अब अहिले तब जनसाङ्ख्यिक हिसाबले हेर्ने हो भने पनि कुनै बेला त्यहीका स्थानीय बासिन्दाहरू नै पनि अब यो अल्पमतमा पर्छन् कि जस्तो पनि हुन्छ अरूहरू कतिको वेलकमिङ देख्नुहुन्छ नेवारी संस्कृतिका लागि म त्यसमा चाहिँ एकदम पोजिटिभ भनेको अर्थ के भन्दाखेरि नेवारी परम्परा यो हिन्दू धर्म र बुद्ध धर्मको कुरा गर्ने हो भने साइन्टिफिक हो एकदम पूजा अब म यो विक्रम सम्वत यो वैशाख 1 गतेकोलाई छोडेर म एकछिन मेरो तर्फमा पूजा नेवारी न्यू इयर तर्फमा अलिकति आएँ त्यसको हजुरले कुरा गरेको जस्तै हाम्रो पूजामा मण्डला बनाउने चलन छ सबैलाई थाहा छ मण्डलामा सबै देवदेवतालाई पूजा गरेर आफूलाई पनि त्यसमा राखेर पूजा गर्ने पहिला त्यो मण्डलाको अलिकति पृष्ठभूमि हामीले बुझ्न जरुरी हुन्छ मण्डला भनेको पञ्चतत्त्वको एउटा त्यो साइन हो सिम्बल पञ्चतत्त्वलाई पूजा गरेर पञ्चतत्त्व भनेपछि हामीले 5वटा तत्त्व हाम्रो पानी के अरे हाम्रो जल अनि हाम्रो के अरे अग्नि वायु यी सबैलाई पूजा गरेर आफूलाई पनि त्योसँग जोड्ने हो पूजा गरेर त्यसरी नयाँ वर्ष मनाउँदाखेरि पञ्चतत्त्वको ज्ञानलाई त्यसको नलेजलाई आफूले बुझ्नु र त्यसको नलेजहरूलाई आफूले ग्रहण गरेर त्यसलाई चाहिँ युज गर्नु भन्ने उद्देश्यले मण्डला पूजा गरेर आफूलाई पनि त्यससँग जोडेर हामी नेवार समुदायले त्यो मनाएको त्यसलाई एकदम साइन्टिफिक कुरा हो त्यसैले पूजा मनाउँदै गर्दाखेरि पञ्चतत्त्वको ज्ञान थाहा पाएपछि उसले पञ्चतत्त्व भनेको हामीले प्रकृतिको संरक्षण गर्ने भयो उसले त्यो संरक्षण गर्दै गर्दा प्रकृतिको संरक्षण भनेको आफ्नो संरक्षण हो त्यसैले पूजा भनेको त्यसरी मैले लिउँ त्यसरी नेवारी परम्परालाई साइन्टिफिक रूपमा लिने हो भने यसरी लिँदाखेरि नेवार समुदायले बाँकी जसले अहिले बुझ्दै गरेको छ जसले यो साइन्टिफिक रूपमा पनि बुझ्छ
उसले चाहिँ अपनाएको छ सबैले। अहिले त मपूजाहरू विदेशीहरूले पनि यहाँ आएर अहिले मपूजा मनाउने गरेका छन्। अरूले पनि जो पनि नेवार समुदायसँग जोड्न चाहन्छ उनीहरूले मपूजा अहिले पब्लिक रूपमा पनि अहिले बाहिर पनि मनाउने गरेको छ। हामी चाहिँ यस्तो भन्न सक्छौँ कि हाम्रो देशमा सांस्कृतिक रूपले हामी आफूमा विविधता भए पनि अर्को संस्कृतिको लागि चाहिँ हामी एकदमै वेलकमिङ नै छौँ। हामी सबैले अर्काको संस्कृतिलाई राम्रोसँग स्वीकार गरेका छौँ। नेवार समुदाय त्यो वेलकमिङ गर्नेमा सायद एकदम लिस्टमा सबभन्दा माथि नै आउँछ होला। हामी नेवार समुदाय चाहिँ पक्कै पनि त्यसमा कुनै दुई मत नै छैन। अब म यता कञ्चनाजीतर्फ आएँ। अघि तपाईँले दानको कुरा म पछि गर्छु भन्नुभएको थियो, त्यो टुङ्ग्याइहालौँ दानको कुरा पनि। के छ दानको महत्त्व जुड शीतलमा? जुड शीतलमा अपना सब अपन सबके जे पितृ सब जे छथिन दान खास कऽ हुनका लेल करै छियनि। हुनका लेल आब दान करैके लेल की छै तऽ पुजारीके लोग अपन सबके पंडित पुरोहित सबके शुरूसँ अपन सबके ब्राह्मणके दान देनाइके जे छै सर्वोत्तम मानल गेलैए। हाँ, आ तहियोमे ई मास जे छै से पता नहि कते लोकके बुझल छै, सब मासमे सँ 12 मासमे सबसँ नीक मास जे छै सर्वोत्तम मास बैसाख महीनाके कहल जाइ छै। बैसाख के एकटा आरो खासियत कथी छै, जो अहाँ विष्णु भगवान के अगर भक्त छी, पुरुषोत्तम मास, हाँ पुरुषोत्तम के मास मानल, हाँ, तो पुरुषोत्तम मास में अगर अहाँ विष्णु के बहुत बड़का भक्त छी आ चाहे छी जे हम विष्णु भगवान के अपन अथी से कृपा प्राप्त करी, तब बैसाख महीना कहाँ दिन हुन पुरुषोत्तम के सबसे नीक मास जे लगे छन यह मास लगे छन बैसाख। काठमांडू में तो बहुत है नारायण थान सब बुढ़ानी सब छै जेमे अपने की महीना में बढ़िया भीड़ो रहे छै। अपना सब दिस मिथिलांचल में जे छै से पुरुषोत्तम मास एहि दुआरे कहल गेलैए जे विष्णु के जब प्रसन्न करबाक अछि तऽ ई पुरुषोत्तम मास में जे छै से हुनका धारण करी। हुनका लेल अगर कोनो विचार अछि, अहाँके कोनो मन में अगर किछु सोचि रहल छी जे ई भगवान हमरा पूरा कऽ देत, तऽ ओहिके लेल जे छै से विष्णु भगवान जे छै से ई मास में बड़ा सहज तरीकासँ अहाँके प्राप्त भऽ जेथिन, ओ प्रसन्न होइ छथिन ओहिसँ। ई एकटा एहि मासके खासियत। आ दोसर पितृवला जे हम बात केलहुँ हेँ, हुनका लेल जे छै दान पुण्य कयल जाइ छै। कहै छै जे घैलमे जे शीतलताके एकटा अथी छै, ओहिमे पानि रखबै तऽ पानि फ्रीजोसँ बढ़िआँ होइ छै, शीतल प्रदान करै छै। पहिलका समयमे नहि रहै तऽ लोक घैलेके पानि यूज करै छलैए। तऽ घैलमे पानि दऽ कऽ ओहिके ऊपरसँ सरबामे जे सत्तू, जकरा अपनासब मैथिलीमे साउथ कहै छियै, साउथ, तकरा बाद गुड़ आ टिकुला, एतेक चीज जे छै से ब्राह्मणके दान कयल जाइ छै। कहै छै जे पितृ तक पहुँचै छै, ताहि दुआरे जे छै दान करबाक चाही। ओनाहु अपना सबमे दानके विशेष महत्व छै, ई हम एकटा कहऽ चाहै छलहुँ हेँ। दोसर एकटा चीज अपन सबके एकटा खासियत जे कहलहुँ कि बहुत पहिले हम जे आइसँ हमरा लगैए लगभग 10-12 वर्ष पहिलेके हम एकटा बात कहै छी, जहिया हम TU में MA के पढ़ाइ अपन करैत रहिए, तहिया हमर सबके एकटा हम नाम हुनकर सरके बिसरि रहल छियनि। ओ जखन पहिल बेर हुनकासँ परिचय भेल, बाँकी सब ओहिठमा अथी पहाड़ी मूलके रहथिन आ हम ही एकटा मधेशके रहिए। हम एकटा साइन लैंग्वेजके एकटा कोर्स केने रहिए तहियाके गप कहै छी हम। तऽ ओ कते साल पहिने लगभग 10-12 वर्ष पहिलेके गप हम कहि रहल छी। तऽ 10-12 नहि, हमरा लगभग 13-14 वर्ष भऽ गेलै, अगर हमरा ठीकसँ टाइम नहीं याद पड़ि रहलै। ओ जखन बुझलखिन जे हम मधेशसँ छियै तऽ ओ एकटा बड़ा सुन्दर बात कहलखिन कि मधेशमे जाँदाखेरि वहाँ तपाईँहरूको चलन धेरै राम्रो छ। तऽ पुछलिए के एहन लागल अहाँके, तऽ कहलखिन कि मैले त्यो वर्षौँ पहिला जाँदाखेरि मैले के हेरेको थिएँ कि यो चौबटियामा घरामा पानी र त्यसमा अलिकति अगाडि गएर त्यसमा एउटा ठुलो माटोको बट्टा र त्यसमा चना, बदाम, अपन सबके बदाम फुलाकर राखल रहै छलैए, संगे संगे गुड़ राखल रहै छलैए, पानिके झाँपैके लेल सेहो बर्तन आ पानि निकालैके लेल अलगसँ बर्तन। जतेक भी बटोही ओतऽसँ जाइ छलखिन हेँ, सरके नाम हम बिसरि गेलियै हँ, नाम एकदम नहि हमरा मोन पड़ि रहल है सरके। तो कहलखिन जे ओ एतेक सुन्दर हमरा लागल। तऽ हम पुछलिए जे भाई के मतलब के किया एहिठमा राखल छै, कि से ई बैसाख महीना आबैवला छै ने, भऽ सकै मतलब बैसाखसँ पहिले शुरू कऽ देने हेथिन कि या बैसाखीके गप हेतै, तऽ ओहिमे हम कन्फर्म नहि छी।
कि हमरा सबमे चलन होइ छै जे जते भी बटोही जिनका बहुत बेसी गर्मी लगै छनि तऽ ओ एतऽ आबि कऽ विश्राम कऽ सकै छथिन, हुनका पानि पीबऽके मोन हेतनि तऽ ओ पानि पीथिन, किछु हुनका खाइके मोन हेतनि भूखल हेथिन तऽ किछु खेथिन। एकरा आब हम कतऽसँ जोड़ै छी जे जहन हमरा बुझायल जे अपना सबके एहि बातपर डिस्कशन करैके छै आइ, तऽ आइ जे छै से हमरा संरक्षण हमरा तुरन्त याद एलथि है, लेकिन हम तऽ अपन पप्पासँ ई बारेमे बात केलियै। ओ कहलथि जे अगर तोरा मोन छौ तऽ अपना सबके गाममे एकटा जतऽ हमर सबके घर छै ओतऽ पीपरके गाछ छै, पीपरके गाछ लगमे बैसाख 1 गते जे छै से जे ओहि गामके सबसँ धनाढ़ी व्यक्ति या जिनका सेवा भाव जिनका रहै छनि ओ ओहि दिनके घड़ा ओतऽ रखाइ छलिए, घैल ओहिमे पानि रखाइ छलैए, बादाम रखाइ छलैए, गुड़ रखाइ छलैए, बटोही सबके अबैके हुनका सबके खाइके लेल, हुनका सबके आराम करैके लेल हरेक चीजके तऽ सुविधा देल जाइ छै। ई हमरा बुझाइए जे ई मिथिलाञ्चलके जे सर जे कहलखिन जे हमरा बड़ा सुन्दर अथी लागल, छन लागल ओ चीज। आब हरेक घरमे जाओ तो पहिले गुड़ आ चना दऽ देता है, तऽ ई बड़ा सुन्दर तखन ओ भास्कर जी सेहो एहि बातके जोड़ने छलखिन हेँ। अपन सबके खान पानके संगे दान पुण्यके महत्व, प्रकृतिके संगे महत्व, बटोहीके तक ध्यान रखैके ई मिथिला कल्चर जे छै से हमरा बुझाइए सर नेवार कल्चरके बारेमे कहलखिन हँ, सबके अपन अपन कल्चरसँ किछु ने किछु सीखैके बढ़िआँ अथी बुझाइए। तऽ हमसब नेवारी कल्चर सेहो आइ बहुत बेसी बुझलियै यऽ जे हमरा सबके बिल्कुले जानकारी नहीं छलै। हाँ, आ हमरा बुझाइए जे सरो सब मैथिली कल्चर जरूर, मिथिलाके कल्चर जरूर किछु ने किछु बुझने हेथिन अखनके लेल एतबे। भास्कर जी, अब तराई क्षेत्रमा, मधेस क्षेत्रमा हामीले अहिले मिथिलाको कुरा गरिरहँदाखेरि सांस्कृतिक हिसाबले अरू समुदायहरूको पनि बसोबास रहिरहेको छ होइन। तपाईँले सांस्कृतिक हिसाबले बैशाखी गतेलाई सम्झिँदाखेरि आफ्नो यो मिथिला मैथिलीभन्दा बाहेकलाई त्यस क्षेत्रमा, त्यस फिल्डमा कसरी सम्झिनुहुन्छ? अरू समुदायहरूको सहभागिता, अरू चाडपर्वहरू? यो प्रश्नको लागि मैले धन्यवाद दिनुपर्छ। दोस्रो के भने सरले जुन भनिरहनु भएको थियो नि, छुट्टै छुट्टै धार्मिकता हिसाबले पनि सौहार्द हुने फ्युजन जुन हुन्छ नि, त्यसको एउटा जुन समुदायले गर्छन् एक्सेप्टेन्सवाला टर्म जुन छ नेपालीमा, जुन हाम्रो आत्मसात भन्छौँ कि आत्मसात गर्छौँ। आत्म भनेको आत्मासँगै जुडेको कि यो होइन कि ल तपाईँ हुनुभयो आउनुहोस् भन्ने होइन कि आत्मैदेखि चाहिँ तपाईँले आत्मिक मन आयो भनेर त्यो आत्मसात भनेको शब्दलाई जहिले पनि मलाई विशिष्ट लाग्छ। त प्रश्न थियो कि अन्यलाई कसरी गरिन्छ? त्यहाँ अन्य हुँदै हुँदैन, जो हुन्छ सब आफ्नै हुन्छ। हाम्रो परिधि के हुन्छ भने जस्तै बटोही भन्नुभयो नि, यात्रु छ भने यदि त्यो आएको छ भने अतिथि देवो भव भनेर हाम्रो जुन आत्मिकता जुन चलन छ, त त्यसमा त्यो यात्रु पनि हाम्रो क्षेत्रमातिर हुनुहुन्छ भने त्यो पनि हाम्रै हो भन्ने कुरा हुन्छ। त्यहाँ उहाँ कसरी भोकै बस्नुहुन्छ, उहाँ कसरी भोकै सुत्नुहुन्छ भनेर हाम्रो आजको होइन, त्यो त पौराणिक कालमा जब माटोको घर हुँदा पनि दलान भन्ने चलन थियो। दलान के बाहिरतिरबाट ओपन, भित्रतिरबाट क्लोज, सो द्याट कसैलाई तपाईँ कोही बास बस्न अब बाटो गइरहनु भएको छ, तपाईँलाई बाटो यहीँ रात पर्यो के अभर पर्यो भने के गर्ने त? अब त्यहाँ पहिला जस्तो अहिले जस्तो होमस्टे या होटलहरू त थिएन, लजिङ थिएन, अनि के गर्ने? त त्यो दलान भएपछि मजाले ल आज म यता रात मलाई यति पर्यो, अगाडिसम्म जानु छ। यदि तपाईँ मध्यरातमा आइपुग्नु भएको छ भने घरमुलीसँग पर्मिसन पनि लिनु पर्दैन, दलान खुला छ। त्यहाँ सबै कुरा लगभग एक सेट जस्तो गेस्ट हाउस टाइपको बनेको हुन्छ। त त्यो दलानवाला चलन छ। त्यो के भने यो कहिले होइन कि तपाईँ फलाना हुन्छ तपाईँ किन आउने भने पर्मिसनको त कुरै हुन्थेन। त्यो आत्मिकता त्यो लेभलको थियो हाम्रो। सो त्यो कायमै छ। त्यसैले अन्य भन्दा पनि के छ भने हाम्रो अहिले भन्नुपर्दा सबभन्दा बेसी घिमिरे थरको हुनुहुन्छ, सब विशिष्ट हुनुभयो, तर त्यो सबैको ओरिजिन आफ्नो ठाउँमा होला, तर सबै प्राय जुन ज्ञान गुण लिनु भएको सबै जनकपुरबाटै हो। त त्यसैले जो जहाँको त्यहाँको हुनुहुन्छ भने त्यहाँ कहिले आफ्नो र अन्तको हुँदै भएन। हाम्रो मैथिलीमा त झन् अझ भोलि अपन भनेर भनाइ छ नि त। मेरो र हाम्रो बेला कुरै हुँदैन कि सिधै हाम्रो बेला, मेरो र तिम्रो बेला कुरा हुँदैन, त्यो अपन भनेछ, न तपाईँको न मेरो, यो हाम्रो बेला। त त्यो ठाउँमा जे हुन्छ नि त्यो सबै कुरा हुन्छ। त्यसैको अझ बृहत रूपमा नेवार जाति होइन, नेवार समुदाय छ। किनकि त्यहाँ एक्सेप्टेन्स कति मजाले हुन्छ भने जुनसुकै जातिको आए पनि त्यो सबलाई त्यो समुदायभित्र समाहित गर्न मिल्ने ठाउँ भनेको ओपन छ। जस्तै आजभोलि भन्छ नि ओपन स्पेस, ओपन क्लाउड स्पेस जुन बनाइरहेको हुन्छ, त त्यो ओपननेस त्यो बेलादेखिकै थियो।
जातीयता सबको यति मजाको घुलन भएको छ र सम्मिलित रहेको छ। त त्यो अनुसारले हाम्रो तराईतिर पनि त्यसरी नै जो आउनुभयो सभागन्तुक र यो मौसममा त अब वैशाखको कुरा गर्ने भने त यो मौसममा त अति नै गर्मी हुन्छ। अब वैशाख र जेठ भनेको 12 मासमा सबभन्दा बेसी गर्मी हुने ठाउँ, गर्मी हुने महिना। त्यसमा त धरती भनेको जुन शीतल र सबलाई होल्ड गर्छ त्यो पनि फाटेको हुन्छ कि त्यो गर्मी होइन। त टटाइल भन्छ, टटाइल भनेर भन्छन् होइन। टटाइल वाला जुन त्यो लेभलको जुन टेम्परेचर हुन्छ त्यो बेलामा कसैलाई गाह्रो नहोस्, अबर नहोस्, भोकाएको छ भने पानी होस् होइन, गुड होस् र चना होस् भनेर शीतलता पनि होस्, उहाँलाई यदि भोकसोक लागेको छ भने त्यो पनि उनीहरूको त्यो जाओस्, त्यो अनुसारले उहाँहरूलाई पनि फाइदा होस्, प्रतिफल पाओस् भनेर। र जुन दानको कुरा भन्नुभएको थियो त्यसमा एउटा कुरा के भन्नु, दान भनेको हामी कसैलाई तपाईँ गरिब हो भनेर दान भन्दा पनि आत्मिकता हुन्छ कि तपाईँतिर छैन मतिर छैन। अहिले पो क्यासको कुरा छ त आजकल त क्युआरमा त सुइक स्क्यान गरे पठायो, तर त्यति बेला बार्टरवाला कुरा जुन छ नि हाम्रो त्यो बेलाको तपाईँसँग नुन छ मसँग तेल छ भने चाहिँ हामी साटेर गरौँ भन्ने कुरा जुन पारस्परिकता जुन देखिन्थ्यो नि, आत्मसातको त्यो अर्को अङ्ग त्यो पारस्परिकता छ कि एकअर्काबाट। किनकि सबैसँग सबै हुँदैन, तर जोसँग जो छ यदि त्यो सबैजना एक ठाउँ मिलेर एकअर्कालाई माऱ्यो भने सबसँग सबै कुरा भइदिन्छ। त त्यो जुन फ्युजनको कुराहरू आउँछ नि हाम्रो, त्यो कारणले मलाई जहिले पनि यो समाज र सामाजिकतावाला कुरा जहिले नै रमाइलो र रोचक लाग्छ। अब हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ। हामीले 1 घन्टा जस्तो हाराहारी छलफल गर्ने भन्ने एउटा थियो विचार र लगभग 1 घन्टाभन्दा केही हामी माथि नै गइसकेका होलाौँ। अन्त्यमा म व्यक्ति पछि चाहिँ सोध्दिनँ होइन, अब हुनसक्छ कसैलाई चाहिँ होइन मेरो सबै कुरा आए जस्तो लागिरहेको होला, कसैलाई मलाई अब यो नयाँ वर्ष हामी सुरु गर्दैछौँ, मलाई अझ यति चाहिँ केही थोरै भन्नु छ जस्तो लाग्छ भने भन्न सक्नुहुन्छ चारैजना मध्ये। सुरुमा मैले भन्नुपर्ने भयो, हामी चाहिँ ललित कलाको क्षेत्रको हाम्रो संस्कृतिको एउटा अभिन्न अङ्ग। हामीले चाहिँ 2 गतेबाट ललित कला मेला गर्दैछौँ यहाँ नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान परिसर नक्सालमा। यो मेलामा नेपालमा अभ्यासमा रहेका कलाका सबै आयामहरूको यहाँ प्रदर्शनी पनि हुन्छ र कतिपय विधाको यहाँ हामी प्रयोगात्मक ढङ्गले पनि काम गर्छौँ र कला के छन् अभ्यासमा नेपालमा भनेर त्यो चिन्ने एउटा अवसर पनि भएको भएर सम्पूर्ण दर्शकहरूलाई यो मेला अवलोकन गर्नको निम्ति अनुरोध गर्दछु। र फेरि यो आज हामीले जुन संवाद गरौँ संस्कृति संवाद, यो फेरि संवादै हो। हामीले गरेको मेला पनि सांस्कृतिक एउटा संवादको पाटोको कुरा रहेको भएर यसमा चाहिँ सबैलाई खुला ढङ्गले हामी 5 दिनसम्म गर्छौँ, 2 देखि 6 गतेसम्म। त्यसमा खुल्ला निम्ताको निम्ति अनुरोध गर्दछु। र हामीले जोगाउने भनेको हाम्रो पहल हो, हाम्रो मौलिकता हो। त्यही मौलिकता जोगाउने यो अभ्यास अथवा हाम्रो यो कार्यमा यहाँहरू सबैले होस्टमा हैसियत गरिदिनुहुन्छ भन्ने अपेक्षासहित फेरि पनि नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यो प्रवेश निःशुल्क छ सर? निःशुल्क प्रवेश निःशुल्क छ। वैशाख 2 गतेदेखि 6 गतेसम्म ललित कला प्रज्ञा प्रतिष्ठानमा सांस्कृतिक मेला भन्न सकिन्छ होइन, मेला लागिरहेको छ, ललित कला मेला लागिरहेको छ, प्रवेश निःशुल्क। प्रदीप सरलाई केही भन्नु छ अन्त्यमा? म ऐकनिक कुरा जोडेर अलिकति हाम्रो नेवार समुदायमा म पूजा गरेर नयाँ वर्षको दिन चाहिँ नि आफूले आफूलाई पूजा गर्न योग्य बनाइराखौँ भनेर जुन कसम खाइन्छ त्यो दिन आज हामीले पनि यो नयाँ वर्ष आज मनायौँ। अर्को वर्ष पनि हाम्रो शरीर चाहिँ पूजा गर्न योग्य हुने गरिकन आफूलाई राम्रो कुराहरूले मात्र प्रभाव पर्ने र नराम्रो कुराहरूले प्रभाव नपर्ने गरिकन त्यसरी राखौँ। हामीहरूले यो वर्षभन्दा अर्को वर्ष भेट्दाखेरि सबैजना अहिले भन्दा पनि स्वस्थ भएर हामी ऊर्जावान भएर भेट्न सकौँ, सकारात्मक भएर भेट्न सकौँ। यदि भन्दै मेरो यो वर्षको फेरि एकचोटि सबैलाई 2082 को शुभकामना दिन चाहन्छु। धन्यवाद। कंचना जी अंत में अपने के किस कहबाके छै? हम एक बहुत इम्पोर्टेंट चीज छूट गल छल जुड़ शीतल में जे अपना सब में कादो खेलाल जाइ छलिए पहले जे आब नहीं खेलाल जाइ छै, कियाकि अब इनार पोखर सब तो नहीं रह गए ना, ई बैसाखे को सबके समय में ओराहल जाइ छलिए, इनार ओराहल जाइ छलिए नया पानि दै के लेल।
तकर बाद गाम घरमे जे पोखरि सब रहै छलैए सुखायल रहै छै ओकरा ओराहिके जे छै से फेरसँ ओहिमे नया पानि नया सब चीज दऽ कऽ जे छै ताहि सन्दर्भमे एकटा छलै जे ओहि समयमे अपना सब कादो खेलाइ छलियै गामके लोकसब ओकरा अपने साफ करै छलखिन हेँ अपने ओसब जे छै से कादो खेलाइ छलखिन हेँ एहि कादोके हम दूटा चीजसँ हम एहिपर विशेष बात नहि कऽ सकै कि हमरा एकर पक्ष नहि बुझल अइ हमरा तऽ हम ई नहि कहब जे हमरा बुझल अइ हम अपना जे सोचलिए जे कादो किया खेलाइत हेतै लोक नहि तऽ हम सोचलिए जे हमरा अपना ई बुझायल जे भऽ सकैए माटिसँ जुड़ल रहैके लिए माटि सेहो शीतलता प्रदान करै छै ने तऽ ओतहिया बहुत गर्मी रहैत हेतै तऽ लोक भाइ सुखा गेल छै तऽ इनारके जे छै से आब साफ सफाइ करिऔ ओराहि दिऔ ओहिमे जे छै तऽ ओहि सन्दर्भमे जे लोकके माटि लागै छलैए तकरे बादमे अपना सब शायद खेलनाइके रूपमे लऽ लेलिए कि से एकटा हमरा अपना बुझा रहल अइ जे लेकिन ई बहुत पैघ उत्सवके रूपमे पहिले लोक मनबै छलैए जकरा आब तऽ खैर गामो घरमे नहि रहि गेलैए तकरा एना कहि सकै छी जे कमतीमे आइ काल्हि अपना सब कादो नहि खेलाइ छी तऽ कादो नहियो खेलाइ तऽ अपन माटिसँ जुड़ल लेकिन अपन माटिसँ लेकिन जुड़ल रही हाँ हम वएह कहिएवला छलहुँ जे कादो तऽ नहि खेलाइ छी आब कादो खेलाइवला हमर सबके अथियो नहि रहि गेल आ गामो घरमे कि जे इनार सुखा गेल छै इनार नहि छै बन्द कऽ देने छै लोक लेकिन माटिसँ जुड़ल रहनाइ अपन संस्कृतिसँ जुड़ल रहनाइ अपन सभ्यतासँ अपन खान पानसँ अपन पहनावासँ ई सबसँ जुड़ल रहनाइ जे छै से हमरा आइ काल्हिके पुस्ताके लऽ कऽ हम कनिक एकरति दुखी रहै छी होइए जे भऽ सकैए समय अयलापर ओहो सब एही चीजके मानथिन जेनाकि हमरो सबके अपना समयमे बुझाइत रहै जे हमसब बेसी बुझै छियै अरे नया आधुनिकता एलैए तऽ हमरा सबके सब अपनाबैके छै लेकिन नहि एकटा समय अयलाके बाद हमरा बुझाइए जे नवका पुस्ता जे छै से भले ही ओ कादो नहि खेलेथिन लेकिन अपन पहिरन अपन संस्कृति अपन खान पान जे छै हमर सबके ओकरा जरूर अपनेथिन 2082 साल सबके लेल बढ़िआँ होइ अहूँके सबके बहुत बहुत शुभकामना हमर दर्शक सब जे हमरा सबके देख रहल छथि हुनको सबके बहुत बहुत शुभकामना अहाँ सबके लिए नीक हुए अपने की तरफ से नव वर्ष के एकटा संदेश लैत जे माटि से जुड़ल रहे अंत में भास्कर जी अपने के लिए एकटा विशेष प्रश्न सहित एउटा स्पेशल प्रश्न पनि केही भन्न मन लागेको छ भने त भनि नै हाल्नुहोस् तर सँगसँगै किनकि यो जुन आजको संवाद कार्यक्रम भइरहेको छ यसको जुन आयोजक संस्था रहेको छ संवाद फाउन्डेसन त्यसको तपाईँ अध्यक्ष पनि हुनुहुन्छ यस्ता संवाद कार्यक्रम किन र त्यस सँगसँगै अब केही अरू भन्न मन लागेको छ भने त भन्न पाइहाल्यो धन्यवाद पहिला कञ्चना म्यामबाटै कन्टिन्यू गरौँ हामीले कादोवाला कुरा थियौँ प्रसङ्गमा प्रकृतिले नै दिएको कुरा छ हामी भलै टाढा भएपछि हामीलाई नै घाटा हुन्छ भन्ने कुरा छ नेगेटिभ वेमा नभन्दाखेरिको कुरा हो तर योमा हेर्दाखेरि घाटा कसरी हुन्छ भने आज त्यो बेला के थियो भने कर्मलाई काम जस्तो नलिएर पीर मान्दैन कि त्यसलाई रमाउने प्रक्रिया हुन्थ्यो जे पनि गरिन्छ त्यो रमाएर गरौँ त कहिले ठुलो अब आज यति धेरै एक्सकाभेटर डोजर भइसक्यो कि अब ट्याक्कै त्यसैले गयो 2 दिनमा खनेर कन्ट्र्याक्ट दिएपछि भइदिँदो रहेछ पहिला के पनि हुन्थेन पहिला त्यति लेबरले पनि गर्न सकिँदैन बाँध्नु पर्थ्यो सिँचाइको लागि त्यो बेला एकजनाले हुन्थ्यो पुरै गाउँै जान्थ्यो श्रमदान गरिन्थ्यो त्यति बेला के थियो भने त्यो बेला कसैले गर्नुपर्छ भने सबैजना मिलेर गरौँ भन्ने कुरा हुन्थ्यो होस्टे र हैसियतवालाको जुन कुरा छ नि एकले अर्कालाई के गर्न सक्छ त्यहाँ छोटे छोटे कामहरू हुन्छ नि त्यसरी पनि सपोर्ट गर्न सकिन्छ मैले आफ्नै गाउँमा पनि हेरेको भोगेको कुराहरू त्यो पुरा एउटा बस्ती नै डुबानमा पर्छ भनेर त्यो बाँध बेलामा कतिजना त्यो बेला गरिन्थ्यो त्यो बेला अर्को पाटो के हुन्थ्यो भने एक त बेला सुक्खा बेलामा वर्षाको कुरा हुन्थ्यो त्यति बेला रोजीरोटीको कुरा पनि हुन्थ्यो सँगै सबै त्यो अन्नको कुरा किनकि त्यति बेला जो काम गर्न गइरहेछ उनीहरूलाई त्यो बापतको जुन ज्याला पाउँथ्यो त्यो हिसाबले घर गुजारा चल्थ्यो सामुदायिकताको कुरा पनि थियो र हिलो खेल्ने बेला कुरा जुन के थियो भने आज भलै हामी चर्मवाला कुरा कति कुरा डक्टरले देखाउँछौँ त्यो नाना थरीको भन्छ अब त झन् अहिले नयाँ कन्टेक्स्टमा मैले 1-2 वर्षमा धेरै सबभन्दा बेसी सुने के भने तपाईँलाई भिटामिन डी को कमी भएको छ भनेर भनिदिन्छ नि होइन अनि के गर्ने त के औषधि हुँदैन यसको तपाईँ अब लुगा खोलेर घाममा चाहिँ बस्नुहोस् ताकि तपाईँको चर्म के अरे स्किनमा चाहिँ रे आओस् भनेर त्यो त्यति बेला के थियो भने घाममा पनि गइन्थ्यो घरमा पनि गरिन्थ्यो कामलाई रमाएर गरिन्थ्यो त्यसले त्यो माटो लाउँदाखेरि पहिलाको जुन स्याम्पू हुन्थेन
त्यो जुन सबभन्दा त्यो चिप्लोवाला माटो हुन्थ्यो त्यसले चाहिँ त्यो कपाल मिच्ने काम हुन्थ्यो। जिउमा लगाएपछि कति घाउहरूमा अझै पनि होला कि त्यो राख जस्तो लेप हुन्छ नि, घाउलाई त्यो माटो लेपन गरिन्थ्यो। भनेपछि त्यो क्योरनेस र औषधि पनि त्यति बेला माटो त्यो लेभलकै हुन्थ्यो, उर्वरक मात्रै नभएर हामीलाई त्यतिकै मेडिसिन र रक्षा कवच पनि काम गर्थ्यो। त त्यो उराउने कुरा जुन छ नि, अब पोखरी भलै पहिला जस्तो अहिले हाम्रो त्यो रिफिल्टर गरेर डोजरले खनिदिन्छ, तर ट्याङ्की सफा गर्ने काम पनि त्यही हो। भरेही परिमार्जन भएको छ, नभएको होइन। ट्याङ्की सफा गर्ने त्यो पनि फोहोर हुन्छ, फेरि हाम्रै मुखमा जान्छ भनेर हामी इयरली या सालमा 2 पल्ट त गर्नै पर्छ। त्यो पनि त्यस्तै नै भएको, धेरै कुरा भएको। आत्मसातकै कुरा फेरि आउँछ, हामी कति आफूलाई अवलम्बन गर्ने संस्कृतिप्रति कति बेसी जागरुक हुने कि, किनकि दिने भनेको संस्कृति हो, घुमिफिरी रुम्जाटार त्यही उखानकै कुरा होइन। तपाईँको मौसम पनि त 4वटा मौसमपछि 5औँ मौसम आउँदैन, पहिलो मौसममै आउने हो नि त होइन। अब गर्मी भए पनि बर्सात भए पनि चिसो भए पनि फेरि पतझरै हुन्छ, काँचुली नै फेरिन्छ कि जतिसुकै गरे पनि। हाम्रो अन्तिम जुन भनिन्छ अन्तिम अवस्था कहाँ जानु र जानुपर्ने घाटै त हो नि भने जस्तै। त त्यसमा के भने आत्मसात गऱ्यो भने त्यति बेसी उर्वरक भइन्छ, जति बेसी उर्वरक भइन्छ आफ्नो ठाउँलाई आफ्नो संस्कृतिलाई बेसीभन्दा बेसी प्रस्फुटन गर्न सकिन्छ, प्रवर्धन गर्न सकिन्छ। कति कुरा हराइरहेछ। अब यही कुरा कति छुटिएको थियो वैशाखमा हेर्दाखेरि, मैले सन्दर्भ सामग्री हेर्ने बेलामा जुडशीतलको सन्दर्भ हेरौँ भने केही लिङ्क्सहरू विकिपेडियामा हेरेँ, त्यो क्लिक गर्दा केही नोट फाउन्ड भनेर त्यो 2-4वटा यति 2 प्यारा लेखेर जुडशीतल मनाइयो भनेर न्युज मात्रै लेखेको छ कि। त त्यो डकुमेन्टेसनमा होला, लेखेको होला। अब यहाँ डिजिटलमा मैले खोज्ने बेलामा भेटिनँ भन्ने कुरा छ भने यो पनि भलै हामी पोखरी र इनार गर्न पाएको छैन, ट्याङ्की सफा गरिरहेछौँ भन्ने जस्तै एउटा पाटो मात्रै हो। त्यति बेला दलानमा बसेर गर्ने घमर्थन र कुराकानी सायद हुन पाएको छैन, त्यसैले यो हामी 4 जना बसेर दलिनमा बसेर गरिरहेछौँ भने त्यसको जति सकिन्छ आफूले के कति गर्न सकिन्छ भनेको नै पहिलो सुरुवात आफैबाट। त्यसैको उपादेयता भनेको यो संवाद भइरहन्छ। हामी 2-4 जना बसेर जुन यो समूहगतलाई मैथिलीमा सङ्गोड भनिन्छ, सङ्गोड बाँधेर एक ठाउँ बसेर संस्कृतिको कुरा गर्छौँ। एक आपसको नबुझेको कुरा, जे बाटरवाला कुरा थियो, कति ज्ञान हामीलाई थाहा थिएन, कति उहाँलाई थाहा थिएन, एकअर्कासँग कुरा गर्थ्यो, विविधता हुन्छ। र अझ यो अब डिजिटल प्लेटफर्ममा सेयर भइसकेको खण्डमा त क्लिकको भरमा सबैले हेर्न पाउँछ भनेपछि त्यो लेभलको यो हाम्रो उपलब्धि हो। हामीले पाएको यो ज्यालादारी हो, त्यो बापतको हामीले गरेको यो कर्म हो। यो जति सकिन्छ आफ्नो हिसाबले, आफ्नो सपोर्टले, सबैको सपोर्टले हामी गरिरहन्छ। यति हो संवादको, यो सांस्कृतिक संवादको आयोजनको मर्म र अर्थ। एकदमै धेरै धन्यवाद तपाईँ 4 जनै वक्ताहरूलाई धन्यवाद र भास्करजी तपाईँलाई झन् विशेष धन्यवाद। तपाईँ संवाद फाउन्डेसन सँगसँगै नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानलाई पनि धन्यवाद। यो सह-आयोजनमा जुन यो कार्यक्रम भएको छ र अन्त्यमा मेरो तर्फबाट पनि सम्पूर्ण दर्शकहरूलाई नववर्षको शुभकामना, तपाईँहरू सम्पूर्णलाई नववर्षको शुभकामना। आजको यो संवाद कार्यक्रम अब हामी यहीँ टुङ्ग्याउँछौँ, तर यसभन्दा अगाडि पनि सांस्कृतिक संवाद तपाईँहरूले हेर्नुभएको छ डिजिटल प्लेटफर्महरूमा, हामीले पहिले पनि गरेका थियौँ, आगामी दिनमा पनि गर्नेछौँ। यो चाहिँ हाम्रो प्रतिबद्धता हो। आगामी दिनमा पनि यस्तै सांस्कृतिक संवाद लिएर फेरि आउनेछौँ। आजको लागि यस सांस्कृतिक संवादलाई यहीँ टुङ्ग्यौँ। जाँदा फेरि पनि नववर्ष 2082 को मङ्गलमय शुभकामना।